Yo everybody, this is Logo 00. हामी फेरि अर्को सो लिएर स्क्रिनमा छु र आजको स्पेशल गेस्ट मेरो भाइ सामन पूर्वको पाब्लोको साथी मेरो भाइ धेरै पछि भाइ पनि आफ्नै फिल्डमा पाइला टेकिरहेछ त्यही भएर हामीले किन नगर्ने भन्ने कुरा हो त्यही भएर गरे हो यो अलिकति हामीले गर्नुपर्ने चिज पनि थियो ठिक भाइको पनि टाइम मिल्यो हैन भाइ त्यही भएर गर्दैछु लेट्स बिगिन ओके ठीक छ दाइ वेलकम मेरो भाइ ल तिमीलाई वेलकम दाइलाई पनि एकदम धन्यवाद अहिले हालचाल के गरिरहेछौ भाइ अहिले त्यही दाइ हल्का म्युजिक गरिरहेछ म्युजिक चलिरहेछ अलिकति म्युजिकबाट टाढा त भयो छैन दाइ एडिक्सन हो नि त दाइ म्युजिक पनि एडिक्सन नसा अनि घरमा सबैजना सन्चै हुनुहुन्छ नि ठिक छ दाइ सबैलाई दाइ कहाँ हुन्छ अहिले दाइ काठमाडौँतिर छ दाइ ठिकै छ त्यसको ठिकै छ मम्मीहरू सन्चै हुनुहुन्छ सबै सन्चै दाइ बोजू नि सन्चै ठिक छ वेल चलिरहेछ ठिकै दामी भइरहेछ दाइ ठिकै छ अनि आज हाम्रो गफहरू दामी हुन्छ होला सायद हैन एउटा तिमीलाई एउटा क्वेसन गर्छु ल भाइ हाम्रो म्युजिक फिल्डमा म म्युजिकै कुरा गर्छु म्युजिक फिल्डमा पहिलादेखि तिमीले लगभग सुरु गरेदेखिको हैन सुरु गर्दा कस्तो खालको थियो म्युजिक तिम्रो भिजनमा अनि अहिले तिमीले कुन तरिकाले म्युजिकलाई लिइरहेछौ क्या पहिला त अब मेन भनेको त अब बाहिर हुन्छ नि त आफ्नो ठाउँदेखि बाहिर अब दाइलाई हाम्रो अशोक दाइलाई हाम्रो गरुडा दाइलाई मैले फर्स्ट टाइम ऱ्याप गर्ने दाइलाई नै भेटेँ अब होइन त्यो टाइममा अब तर त्यतिखेर थिएन नि त होइन दाइ मतलब त्यसो उयो नै थिएन नि त अनि तर आफ्नो ठाउँदेखि लेटाङदेखि बाहिर जाँदा चाहिँ अब धेरै कुराहरू रहेछ क्या हामीमा कमजोरी क्या जस्तै हामीले त ऱ्याप मात्रै गरे हो नि त अब ऱ्यापलाई पनि म्युजिक तरिकाले अलिक हुन्छ नि त एउटा त्यो तरिकाले गर्न चाहिँ बाहिरतिर मतलब हुन्छ नि त आफ्नो ठाउँदेखि जस लेटाङमा चाहिँ ऱ्याप हान्न सिक्यो होइन मतलब धेरै कुराहरूको नलेज आयो तर बाहिरतिर चाहिँ अर्कै मतलब अरू कुराहरू के जस्तै जस्तै अब हुन्छ नि त स्टुडियोहरू होइन तपाईँलाई जस्तै अब साथी सर्कलै तपाईँलाई जस्तै ऱ्याप गर्ने नै छुट्टै पाइन्छ नि त त्यो कुराहरूलेबाट चाहिँ अलिक नलेज पाए जस्तो लाग्छ मलाई चाहिँ त्यही हो अलिक भास्ट तरिकाले बुझ्यो त्यो कुरा हो जस्तै लेटाङमा जति सिक्यो तर बाहिर अर्कै हुन्छ नि त झन् सिक्ने जति मान्छे भेटिन्छ जति जे गरिन्छ होइन त्यो कुराहरूले चाहिँ फरक पार्छ तिम्रो यो अहिलेसम्मको जर्नी क्या भाइ म्युजिकमा कस्तो जटिल पुर्ता रह्यो कि कस्तो भयो भाइ तिमीलाई होइन अब त्यो जटिल भनेको त अब टाइम उयो हो मलाई चाहिँ कस्तो लाग्छ भने अब जस्तै त्यो टाइम पनि थियो हुन्छ नि त अब कहिलेकाहीँ जस्तै हरेक म्युजिसियनले हुन्छ क्या कहिलेकाहीँ गरिरहेछ होइन छोड्न मन लाग्छ त्यो हरेक जसलाई पनि हुन्छ चलेको होस् नचलेको होस् नयाँ नयाँ सबैलाई हुन्छ क्या एक टाइममा छोडिदिनु जस्तो लाग्छ तर यो अघि भन्नु नि मैले म्युजिक भनेको एउटा ड्रग हो क्या सबैलाई पछि अब जस्तै हाम्रो एक्जाम्पल मलाई एउटा खतरा एक्जाम्पल मलाई कस्तो लाग्छ भने हाम्रो गिरिश दाई र मानस घले दाई क्या दाईहरूको एउटा एज कहिलेदेखि ऱ्याप हाने म दाईलाई पहिला भनेको यो दाई तपाईँको फर्स्ट सङ कहिले निस्किएको थियो भन्दाखेरि त्यो दाईहरूको जस्तै अझै युट्युबमा छ क्या त्यो गीतहरू सुन्नु कि मतलब भोइस सुन्नु क्या दाईहरूको छ स्टिल छ नि गिरिश दाईले त्यतिखेर हामी श्रीपेज गरिरहेको थियो मानस दाई र गिरिश दाईलाई भेट्दाखेरि दाईले भनेको थियो क्या त्यो बेलामा म त जन्मेकै थिएन क्या दाई अहिले स्टिल हुन्छ नि त हामी यङ एज छ नि त हाम्रो दाईहरूले त्यो कुराहरू गरिसकेको छ हामी हिँडेको बाटोमा हिँडिसकेको नि त दाईहरू अनि दाईहरूले कुरा गर्थ्यो अझै गरिरहेछ क्या म्युजिक क्या अनि त्यो देखेर चाहिँ हुन्छ नि कहिलेकाहीँ आफूलाई लो फिल हुँदा नि त एउटा एनर्जी हुन्छ क्या दाईहरूलाई टक्क हेर्दाखेरि जे होस् त्यो एजमा पनि गरिरहेछ नि दाईहरू हामी त भर्खर सुरु भयो जस्तो हो नि त छ गरेछ तर एउटा देखिनु त भर्खर देखिरहेको जस्तो हो नि त त्यो त डेन्जर हो मलाई खतरा कुरा लाग्छ त्यो चाहिँ अब यो पहिला अब यो दाईहरूको कुरा गर्दाखेरि यो दाईहरू अब पहिला एउटा आइडलाइज जस्तो मान्छेहरू थियो नि त त्यतिखेर होइन आइडल मान्छेहरू जस्तो थियो त्यतिखेर
अनि अहिले ठक्क तिमीले पर्सनल तरिकाले भेट्नु पाउँदा टक्क दाइहरूसँग यसो गफहरू सेयर गर्नु पाउँदा कस्तो अनुभव फिलहरू कस्तो हुन्थ्यो भाइ? होइन दाइहरूले चाहिँ अहिले पनि तपाईँलाई हुन्छ नि त गाइड गरिरहेको हुन्छ क्या भेट्दाखेरि हुन्छ नि त अब गिरिश दाइहरूले पनि टक्क भेट्दाखेरि गाइड गरिरहेको हुन्छ मेन मानस दाइ अझै होइन यो गर त्यो गर भनेर भनिरहेको हुन्छन् क्या दाइहरूले चाहिँ मतलब त्यही क्या दाइ अब एनर्जी पास हुन्छ एनर्जी भइरहेको त्यही त हो नि दाइलाई अब त्यही हुने हो क्या मान्छेलाई जस्तै भेट्दा त मोटिभेट भयो भने एकदम पोजिटिभ माइन्ड के भने जस्तै त हुन्छ नि त दाइ आफूभन्दा खतरा गरिसकेको मान्छेहरूले बोल्दाखेरि त्यो कुरा पनि सुन्न मन लाग्छ क्या होइन त्यो चाहिँ मलाई चाहिँ त्यो लाग्छ क्या अब हाम्रै भनौँ न अब लेटाङमा अब तिमीले अहिले भाइहरूलाई तिमीले टक्क भन्दाखेरि भाइहरूले पनि त्यही फिल गर्छ होला नि त होइन यस्तो हो दाइ त्यो कुरा अब जस्तै कस्तो भने अब दाइहरूले पनि कतिलाई भनिरहेको हुन्छ नि त कतिलाई पसिरहेको हुँदैन त्यो कुरा होइन आफूले बुझ्नुपर्ने कुरा हो क्या अब हुन्छ नि त एउटा एजमा कस्तो हुन्छ भने म खतरा हुन्छ नि त म खाइदिन्छु तातो खुन क्या हुन्छ नि त त्यो हुन्छ नि त एउटा तर बाहिर संसार अर्कै छ क्या त्यो कुरा हुन्छ नि त सबैसँग राम्ररी मिलेर जानु हो भने दामी हुन्छ क्या त्यो चिप्पाइ चाहिँ अब हुन्छ नि त कसैले केही तपाईँलाई ऱ्यागै नगरी तपाईँ ऱ्याग गर्न जानु भने त तपाईँले उल्टै ऱ्याग खाने हो दाइ होइन त्यो कुरा हो त्यो कुराले चाहिँ अलिक फरक पार्छ हाम्रो लेडाङमा भाइहरू छन् त अहिले पनि होइन ऱ्याप गर्नेहरू दामीहरू निस्किरहेछ भाइहरूलाई अब टक्क कसरी कुन तरिकाले अलिकति गाइड गर्दा दामी हुन्छ जस्तो लाग्छ तिमीलाई अलिकति? अन्त यस्तो हो मलाई चाहिँ कस्तो लाग्छ भने अब जस्तै हुन्छ नि त मतलब हामी पनि त्यही रुटबाट त्यहीबाट त आएको हुन्छ मैले भने दाइ होइन मैले फर्स्ट टाइम तपाईँलाई ऱ्याप गर्दाखेरि अशोक दाइलाई भेटाएँ हाम्रो दाइलाई होइन त्यो टाइममा अब जस्तै हामी अब त्यो प्यासन थियो नि त होइन दाइ एउटा हङ्गर थियो क्या टक्क आउने दाइहरूसँग हाम्रो साउट आउट हाम्रो रुम नम्बर 17 होइन त्यहाँ आउने टक्क आउने बस्ने कलेज बङ्ग हानी आएर हामी बसेर टक्क केही त्यो थियो क्या दाइ कस्तो भने केही लेख्यो कि आएर सुनाउने होइन त्यो टाइपको त एउटा एनर्जी थियो नि त अब त्यो टाइममा पनि जस्तै हुन्छ नि त मतलब पुस गर्ने भन्नाले नि तपाईँलाई जस्तै एउटा हुन्छ नि त मलाई थिएन क्या दाइ त्यो एउटा तरिकाले जस्तै हेर्दा आफ्नो केटाहरू सर्कल थियो होइन जस्तै हाम्रो 17 को दाइहरू थियो त्यो टाइममा अब त्यो त हरेक सर्कलको हुन्छ क्या अब जस्तै उनीहरूले भनिदियो त्यो त हरेक मान्छेको हुन्छ नि त अनि मलाई चाहिँ कस्तो लाग्छ नि इच एन्ड एभ्री कुरा जस्तै पहिला रेकर्डिङ पनि हामी म यहाँदेखि दाइ होइन तपाईँलाई कलेज बङ्ग हानी विराटनगर गएर त्यतिखेर केबी स्टुडियो थियो केबी स्टुडियो भने हाम्रो इज दाइहरूको क्या इज अनि हाम्रो लुतोगामी विराटनगर क्या टक्क कलेज बङ्ग हानेर 1500-2000 बोकेर होइन रेकर्ड गर्न त एउटा प्यासन थियो क्या अनि अहिले त दाइ अहिले त छैन नि त ठाउँमा स्टुडियो छ क्या अहिले त लास्ट सजिलो छ क्या त्यो कुरा क्या जस्तै तपाईँलाई घरमै आएर तपाईँ होम रेकर्ड मतलब गरेर गर्नु पनि मिल्छ त्यो कुरा त्यो खतरा छ क्या अनि अहिले चाहिँ कस्तो छ भने जस्तै हुन्छ नि त मतलब अहिले जमानै कस्तो छ भने तपाईँ दामी ट्र्याक बनाउनु भयो भने तपाईँले जस्तै खतरा आर्टिस्टले सेयर गरिदिएर पनि तपाईँको गीत चल्ने हुन्छ नचल्ने हुँदैन कि हुन्छ नि त तपाईँले दामी ट्र्याक गर्नुभएको छ भने त प्लेटफर्म कति छ त पहिला त टिकटक पनि थिएन हामीले गर्दा होइन फेसबुक पनि त्यस्तो त्यो इन्स्टा पनि त्यस्तो हुन्छ नि त मतलब फेसबुक हुन्थ्यो तर प्लेटफर्मै भनेको त्यतिखेर फेसबुक मात्रै थियो नि त अहिले सबै तपाईँलाई आर्टिस्टै नयाँ निस्किने भनेको टिकटक हो क्या प्लेटफर्म राम्रो छ क्या अहिले तपाईँ राम्रो आर्टिस्ट हो राम्रो गर्नुहुन्छ राम्रो लेख्नुहुन्छ भने तपाईँले ठाउँ छ क्या अहिले कुरा क्या कसैले हुन्छ नि कसैलाई गरिदिएर केही हुन्छ जस्तो चाहिँ लाग्दैन मलाई होइन तर त्यही पनि अब जस्तै मेन भनेको सिक्नु पर्यो दाइ आफूले हुन्छ नि त एउटा टक्क आफूले बनाउनु पर्यो बेस आत्तिनु भएन मेन भनेको होइन जस्तै तपाईँले भर्खर एउटा गीत दुईटा गीत निकाल्दै हुन्छ होइन एउटा जब कि तपाईँको लिसनर्सहरू नै छैन क्या लिसनर्सहरू छैन तपाईँलाई सुन्ने लिमिटेड केटाहरू आफ्नै सराउन्डिङको छ भ्युज त्यति नै आइरहेछ तपाईँलाई एल्बम गर्न थाल्नुभयो क्या मलाई चाहिँ त्यो कुरामा अलिक उयो लागेको हो जस्तै अब सबैलाई नलाग्न पनि सक्छ तपाईँलाई एल्बम गर्नु भने एल्बम भनेको त तपाईँलाई एउटा बेस बसिसकेपछि गर्ने कुरा हो क्या मतलब सोलो गर्ने हो बरु सोलो ट्र्याक झार्ने हो आफ्नो अडियन्स तान्ने हो होइन त्यो तरिकाले गर्ने हो जो आत्तिनु भएन केटाहरूले त्यही त हो नि चिलमा गर्ने हो मैले पनि तपाईँलाई अब म पनि खतरा त भइसकेको छैन नि त दाइ होइन खतरा डो कमाएर टक्क मलाई पनि गर्दिन मन लाग्छ नि
होइन त भन्नु तर अहिले आफै लाइफ स्ट्रगल चलिरहेछ नि त मलाई पनि सोच छैन होला त अहिले टाइममा एउटा स्टुडियो होस् केटाहरू दामी गरोस् हुन्छ नि त त्यो छ नि एउटा दाइ तर अहिले आफ्नै मै स्ट्रगल गरिरहेको छु क्या होइन एउटा पोइन्टमा छौँ दाइ अब हुन्छ नि त अब राम्रो भयो भने अलिक माथि चाहिन्छ नराम्रो भयो भने अलिक तल खसिन्छ त्यो पोइन्टमा छु क्या मलाई चाहिँ हुन्छ अब गर्नु कति छ हैन छ नि दाइ सकेसम्मको गर्ने हो गर्दै जाँदा होइन यस्तो छ क्या दाइ अहिलेको टाइममा जस्तै मैले तपाईँलाई कसैलाई जस्तै हेल्प भनेको तपाईँलाई यसो भेटेको बेला हरेक दाइ भेटेको बेलामा केटाहरूसँग भेटेको बेलामा केटाहरूले म अघि पनि एउटा भाइ भेटेको थिएँ क्या टक्क गीत त्यो भाइले पनि यताउति गरेर आएर चाहिँ ऱ्याप स्याप मैले गीत सुनाएँ हुन्छ नि त उसलाई कुरा मैले बुझेको कुराहरू भनिरहेको हुन्छ क्या होइन अब त्यो कुराहरूले चाहिँ अब केटाहरूले त्यही हो भेटेको बेला म सबै पोजिटिभ एनर्जी चाहिँ दिइरहेको हुन्छु केटाहरूलाई गर्नुपर्छ तर यो टाइपले गर्ने यसरी होइन भन्ने तरिकाले अब तिमी टक्क अलिकति लेटाङमा देख्दाखेरि अलिक पिकमा पुगेको थियौ नि त होइन अब श्रीपेजहरू भयो होइन म त्यही क्या दाइ अरूले देख्दा त्यसरी नि देख्छ नि त अब तिमीले त्यहाँ ठिक बोल्दै दुई शब्द केही होइन म त गरिदिन्छु दाइ नर्मल तपाईँलाई हुन्छ नि त अब जस्तै ऱ्यापै नगर्ने केटाहरू त त्यस्तो भेटिरहेको हुन्छ दाइ होइन त्यही पनि गफ हामी त अब त्यो हुन्छ नि त एउटा पोजिटिभ एनर्जी त पास गरिरहेको हुन्छ नि त दाइ होइन त्यही त गर्नु परिहाल्यो नि भाइ गर्नुपर्छ अनि अहिले ऱ्याप नेपको भनौँ न होइन इन्डस्ट्री क्या भाइ कस्तो पत्तुर छ कि के छ हौ अहिले अहिले ठिकै छ दाइ अहिले यस्तो छ अहिले कस्तो भने आर्टिस्टहरू धेरै छ जस्तै पहिला एक दुईवटा आर्टिस्ट चल्थ्यो अहिले त्यो सबैले मतलब इन्कम पनि राम्रै हुन्छ क्या जस्तै त्यो तरिकाले गयो भने जस्तै हुन्छ नि त ब्याक टु ब्याक गर्यो राम्रो गर्यो भने अब टिकटकले आर्टिस्टहरु फेमस भइरहेछ हैन जस्तै पहिला नेपालमा लगे मलाई लाग्ने हैन मैले देखेको अनुसार जस्तै म हो कि म रङ हो कि के हो हैन तर मलाई पहिला लाग्दाखेरि जस्तै तपाईले 6-7 वर्षमा एउटा आर्टिस्ट चल्थ्यो क्या र्याप आर्टिस्ट होस् या तपाईलाई हुन्छ नि त अरु नै भए पनि तपाईलाई गर्छ अहिले तपाईलाई महिनामा 2-3 आर्टिस्ट निस्किरहेछ क्या नेपालबाट क्या एउटा राम्रो पनि कुरा हो दाइ किनकि तपाईसँग राम्रो आर्ट छ भने तपाईले जे जति गर्यो पनि तपाई चल्नुहुन्छ हुन्छ क्या तपाईले राम्रो गरिरहनु भएको छ तपाईले कसैको लाइफमा हुन्छ नि त त्यो तपाईले एउटा ट्र्याक बनाउनु त्यो ट्र्याक सुन्दा दामी भन्छ तपाई 10 वर्ष जस्तै एउटा हिट ट्र्याक दिएर तपाई 10 वर्ष हराए पनि 11 वर्षमा गीत निकालेर तपाई चल्न सक्नुहुन्छ क्या त्यो कुरा हो लिसनरले पनि ठुलो रोल खेल्छ जस्तो लाग्छ म कस्तो लाग्छ एज अ मलाई नै उयो गर्छु कि म अब त्यो 90s को र्यापहरु सुनेर 90s देखिको म्युजिकहरु सुनेर बुझेर अलिकति बुझेको मान्छे हैन त्यो मान्छेहरुलाई अहिले अब न्यू स्कुलको र्यापहरु अलिकति नपस्ने जस्तो पनि लाग्छ क्या हैन यस्तो अब चल्नु त अब न्यू स्कुल खतरा चलिरहेछ हैन खतरा चलिरहेछ मलाई चाहिँ अलिक त त्यो म्युजिक टेस्ट मेरो पुरानो भएन क्या भाइ म त्यो नयाँ न्यू स्कुल टाइपको अलिक त्यो मजै लाग्दैन क्या हैन त्यो आफ्नो उयो हुन्छ दाइ अब त्यो मेरो पनि त्यही छ क्या स्टिल लाइफ हुन्छ नि त तर टाइम अनुसार चाहिँ जस्तै आफूलाई पनि चेन्ज गर्न सक्नु पर्दो रहेछ क्या जस्तै एज अ आर्टिस्ट भनेको क्या मैले जस्तै तपाईलाई जस्तै हुन्छ नि त न्यू स्कुलमा पनि तपाईलाई हुन्छ नि त ओल्ड स्कुलमा गर्ने कुराहरू गर्दियो भने कस्तो दामी सुनिन्छ क्या तर त्यो कसरी प्रेजेन्ट गर्छ हुन्छ नि त भन्ने कुराले फरक पार्छ क्या जस्तै तपाईलाई न्यू स्कुल बिटमा तपाईलाई मेलोडी नै हान्नु पर्दैन क्या प्रोपर तपाईले र्यापै गरिदिनु भयो नि तर दामी तपाईले प्रेजेन्ट हुन्छ नि त त्यो देखाउन सक्नु भने तपाईले दामी सुनिन्छ क्या जस्तै अहिले मान्छेले जस्तै न्यू स्कुल भनेको मेलोडी मात्रै भन्छ नि त हैन फेरि म नि स्टिल ओल्ड स्कुलकै फ्यान हो क्या तर तपाईलाई ट्रेन्ड हुन्छ ट्रेन्ड भन्नाले पनि तपाईलाई यस्तो एउटा टाइम अनुसार चाहिँ बिस्तारै टक्क अब पहिला मेरो गीत सुन्नु प्रोपर ओल्ड स्कुल हुन्थ्यो अहिले तपाईलाई बिट न्यू स्कुल हुन्छ तर कुराहरू सेम त्यही हुन्छ क्या हुन्छ नि त त्यो कुराले अब तपाईलाई कुराहरू त्यही सेम भन्नाले नि तपाईले जस्तै एउटा गीतमा तपाईले एउटै 10 वटै कुरा गर्दिनु हुन्छ नि त जस्तै 10 वटा गीतमा तपाईले एउटै कुरा गर्दिनु भने नि तपाईले दामी तरिकाले भन्दिनु नि त फरकै पर्दैन क्या त्यो कुरा किनकि हामीले त स्टार्ट गर्दा त हामीलाई कसैले सुन्देस् भन्दा पनि मलाई चाहिँ दाइ त्यो फिल हुन्छ जस्तै कसैले सुन्देस् भन्दा नि तपाईलाई आफ्नो कुरा चाहिँ राख्न पाऊँ भन्ने कुरा हो क्या जस्तै यस्तो गीत गर्यो भने चाहिँ धेरैजनाले सुन्छ है भन्दा पनि टक्क आफ्नो हुन्छ नि त हामीले त्यो तरिकाले गर्यौँ नि त अब चाहिँ अहिले चाहिँ कुन टाइम पनि छ कुन टाइममा आइसक्यो भने चाहिँ होइन मतलब आफू मात्रै होइन रहेछ होइन मतलब हामी जस्तो आफूलाई यस्तो मलाई यस्तो फिल गर्नेहरू त अरूले पनि गरिरहेको हुन्छ नि त
उनीहरूको लागि पनि गरिदिनु पर्ने रहेछ भन्ने कुरा। अब सोच्नु मेरो सबभन्दा धेरै गीत भनेको ड्रगको बारेमा छ क्या। मैले त कहिले लाइफमा ड्रग खाएन नि त हुन्छ नि, तर एउटा थर्ड पर्सनको मभन्दा अर्को मान्छेको लागि बोलिदिँदा चाहिँ त्यो खतरा कुरा हो क्या। जस्तै तपाईँले आफ्नो मात्रै फिल निकाल्ने ठुलो कुरा होइन क्या, तर अरूको मनबाट हुन्छ नि त, अरूको दिमागबाट तपाईँले त्यो गरिदिनु चाहिँ ठुलो कुरा जस्तो लाग्छ। त्यो झन् दामी कुरा हुने होइन। त्यो ठ्याक्क त्यो अघि ऱ्यापको यसरी हान्दा दामी त्यो विशाल दाइले एकचोटि प्रोफेसर ट्रिक्स दाइले एउटा भनेको थियो क्या, प्रोफेसर ट्रिक्स दाइलाई साउट आउट छ। दाइले चाहिँ के भनेको थियो भने अब ऱ्यापरहरू थुप्रो छ होइन, केमा फरक पर्छ अरे भने उसले अब त्यो लेखेको छ, उसलाई त्यो लेखेको ऱ्याप जसरी सुनाउँछ कि कविता जसरी सुनाउँछ क्या होइन, त्यहाँ इम्प्याक्ट पर्छ, ठुलो इम्प्याक्ट क्या। अब उसले त्यो लेखेको छ, अब ऱ्याप जसरी सुनायो भने त्यो दामी भएर गयो होइन, उसले बा कविता जस्तो सुनाइदियो भने त्यो चाहिँ अलिकति भनौँ न त्यसरी चाहिँ रिप्रेजेन्ट गर्दा चाहिँ दामी हुन्छ भनेर त्यो दाइले एकचोटि भनेको थियो क्या। त्यो कुरा यस्तो बुझ्दाखेरि सही पनि लाग्यो क्या। होइन मेन चाहिँ दाइ राइटिङमा चाहिँ मलाई कस्तो बुझेको ऱ्याप चाहिँ तपाईँलाई मेन भनेको आफ्नो स्टार्टिङमा चाहिँ तपाईँलाई यस्तै पहिला चाहिँ अरू बन्ने भन्दा आफू बनेर आफ्नो पन खोज्नु पर्यो क्या। जस्तै तपाईँले हरेक गीतमा तपाईँलाई 50वटा गीतमा तपाईँले सेम फ्लो हान्नुभयो भने जस्तै हुन्छ नि, मान्छेले कमेन्ट गरेर हुन्छ तिम्रो सेम फ्लो भयो, मलाई पनि भनिरहेको हुन्छ होइन, तर मलाई त बाल लाग्दैन किनकि मैले खैरेको गीत सुनेर खैरेको जस्तो हाम्रो बाहिरको ऱ्यापरहरू जस्तो त्यो त छ दाइ, इन्डस्ट्रीमा त छ, धेरै गर्नेहरू छ, तर त्यो गरेको छैन नि त मैले। मलाई सेम फ्लो नै होस् न मेरो आफ्नो तरिकाले जस्तै, तर मैले आफ्नो पन दिइरहेको छु नि त, आफ्नो पन हो त्यो कुरा। त्यो कुराहरूले पनि कति फरक परिदिन्छ क्या। अनि अहिलेको आर्टिस्ट जस्तै अहिले गरिरहेको सबैले जस्तै कतिजना चाहिँ तपाईँलाई कस्तो भयो भने गीत लेख्ने एउटा बिटमा, त्यही बिटमा जाने, रेकर्डिङ गरिदिने, त्यो भयो क्या। तर राइटिङ चाहिँ तपाईँलाई टक्क एउटा बिटमा तपाईँले लेख्नु भएको छ भने 10वटा 15वटा बिटमा प्र्याक्टिस गर्ने क्या, तपाईँको फ्लो नै चेन्ज भइसकेको हुन्छ क्या त्यहाँनिर क्या। जस्तै एउटा जुन गीत बिटमा लेख्नु भएको छ तपाईँले अर्को बिटमा हान्नुभयो भने हुन्छ नि, त्यो फ्लो नै चेन्ज हुन्छ क्या, तपाईँलाई झन् नयाँ 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 आइडिया आउँदै जान्छ क्या। रिसर्च हो क्या मेन भनेको चाहिँ हुन्छ नि त। जस्तै तपाईँलाई गर्दै गएपछि धार लाग्दै जाने कुरा हो त्यस्तो। अझै कति कुराहरू छ नि है, के भन्नुहुन्छ हौ? हामी भाइ के 49 सेकेन्डको ब्रेक 49 सेकेन्डको ब्रेक लियौँ हामी 49 सेकेन्डको ब्रेक लिइदिन्छौँ गाइज, स्टे वाच। एभ्रीबडी हामी फेरि 49 सेकेन्डको ब्रेक पछि स्क्रिनमा छौँ, के दामी गफहरू गर्छौँ फेरि हामी। कति बस्छ अझै घरमा? भोलि काठमाडौँ जानुपर्ने छ दाइ, पर्सि आइतबार रेकर्डिङ छ मेरो, बुधबार भिडियो सुट छ, त्यस पछाडि म बिहिबार आउँछु, म फेरि आउँछु दाइ, किनकि मलाई यता पिस लागिरहेछ क्या अहिले। चिल अनि चाहियो नि त त्यो टाइम पनि यार, त्यही त दाइ, आफूलाई पनि टाइम दिनुपर्छ भन्ने कुरा हो। टाइम दिनु यो त मोस्ट इम्पोर्टेन्ट कुरा हो नि भाइलाई, किनकि होइन अब कस्तो भने तपाईँलाई जस्तै अहिले उतै बसिरहेको छ दाइ काठमाडौँतिर होइन, अब जस्तै गर्मीमा चाहिँ फेरि साइको हान्छ क्या, किनकि 2-3 वर्ष 4 वर्ष जस्तो भइसक्यो दाइ होइन, आउँदै जाँदै गरिन्छ, तर त्यो त्यत्रो टाइम भइसक्यो नि त उता बसेको, अनि गर्मी साइको लाग्छ क्या मलाई फेरि। होइन यतातिर क्या भन्नु खोजेको, अब अहिले त ठिकै छ नि, अब चाहिँ चल्दिने, गर्मी लाग्यो अनि चल्दिने होइन, गर्मी लाग्यो चल्दिने भन्नाले पनि अब काम पनि छ दाइ उता, त्यस अहिले चाहिँ यो टाइम चाहिँ ठिक लाग्छ क्या। जस्तै कति टाइम भइसक्यो हजुरआमा गाली नखाएको भने त्यो उयो हुन्छ नि त, त्यो टाइपको टक्क एउटा त्यो भइराख्ने कुराहरू त अलिकति त्यो सिकनेस पो हुन्छ त फेरि, त्यो टक्क गालीहरू सुन्नु पाएन भने बोलीहरू होइन, हाम्रो चाहिँ त्यो छ, मतलब त्यो तरिकाको छ नि त दाइ, अनि त्यो भएर चाहिँ अनि अहिले टाइम हुन्छ नि त, अहिलेको टाइम दाइ मलाई फेरि जान चाहिँ मन थिएन दाइ होइन, मतलब तर काम भएर चाहिँ काम भनेको काम हो नि त, कामलाई पनि फोकस गर्नु पर्यो होइन, यता पनि आफूलाई पनि टाइम दिनु पर्यो। एउटा दामी त्यो एउटा भाइ छ हाम्रो लिसन खड्का भन्ने होइन, त्यो भाइ जस मेलोडी जस राम्रो गर्छ क्या त्यो भाइले, भाइ काठमाडौँको भाइ हो, अनि उसको लगभग 2-3वटा दामी गीतहरू छ, मतलब हुन्छ नि त। अनि त्यो भाइसँग जस पहिलादेखि नै त्यो भाइलाई पनि गर्न मन रहेछ, मलाई पनि गर्न मन थियो क्या, किनकि मैले त्यो टाइपको म्युजिक गराएको थिएन नि त। अनि त्यो भाइले दाइ गरिदिनु न त भनेको थियो, अनि अगाडि प्रोजेक्ट पठाएको थियो, त्यो चाहिँ भएन क्या, किनकि म यताउति भयो। अनि त्यस पछाडि अहिले चाहिँ जस प्रोजेक्ट पठाएको थियो भाइले, राम्रै लाग्यो त्यो होइन,
अनि त्यसकै सुट छ चाँडै कोलाब चाँडै आउँछ त्यो भाइ अफिसियल भिडियो नि हान्ने त्यही दाइ सुट पनि छ ठिक छ हाल्नु पर्छ तिमीले कति धेरै पछि हाल्यौ नि हैन धेरै पछि हाले यार दाइ हैन मतलब कहिले काहीँ चाहिँ हालिरहेको हुन्छ तर त्यो ग्याप कति जति ग्याप त दामी तरिकाले भयो नि यार दाइ दामी भयो ग्याप दामी भयो हैन जे ग्याप गरे पनि जस्तै स्टिल मान्छेहरूले खोजिरहेछ हैन सुन्न खोजिरहेछ त्यो कुराहरू चाहिँ खतरा लाग्छ क्या अब जस्तै त्यो टाइम पनि त्यस्तै थियो क्या दाइ हुन्छ नि त त्यो ग्याप गर्ने रिजन पनि थियो क्या त्यो टाइममा हुन्छ नि त जस्तै कति कुरा अब त्यो हुन्छ नि त दाइ भन्नु जरुरी पनि छैन जस्तो लाग्छ किनकि मान्छेलाई दुःख देखाउनु हुँदैन जस्तो लाग्छ क्या विकनेस हुन्छ क्या त्यो कुराहरू हैन आफूलाई हल्का त्यो त अनि त्यही किनकि अब मैले तपाईँलाई दाइ ल मैले यो लाइफमा यो भोगिरहेको छु भनेर मैले तपाईँलाई भनेर ए भाइले त यो भोगिरहेछ भने तपाईँले फिल गर्ने कुरा होइन नि त होइन त्यो कुरा त तपाईँले एकछिन फिल गर्नुहुन्छ त्यो कुरा हो नि त त्यो सुन्ने कुरा हो अनि त्यो सुनेर म तिमीलाई बरु केही दुई शब्द त्यो हुन्छ होइन तर त्यति मात्रै हो क्या तर हुन्छ नि त त्यो कुराले त केही हुने होइन नि त एउटा तरिकाले होइन त्यस्तै लाग्छ क्या मलाई चाहिँ एक अर्कालाई टक्क अलिकति बुझ्न सकिन्छ तर फिल गर्न सकिँदैन त्यही दाइ त्यस्तै छ भनेपछि अब जान्छौ भोलि क्याट्स जाने भोलि क्याट्स जाने फेरि एक हप्ता पछि आउँछ होला फेरि लेट्स आउने अनि यहाँ बिहेमा नजाने कहाँ बिहेमा दाइको बिहेमा जाने नि दाइको बिहे कोट सिलाएको छु दाइ कोट सर्ट लाएर होइन दाइ जानुपर्छ है म त अझ त माथि उता जन्ती जाम अरे कहाँ डिक्टेल क्या म त वाइल्ड पागलै हुन्छ होला त्यत्रो बाटो एउटा म दामी कहानी सुनाउँछु हामी कस्तो भने पासङ दाइको छैन हाम्रो गोइदाई होइन गयो बेमा जन्ती गएको क्याप्टेन जन्ती गएको केटाहरू फेरि सबै म त्यतिखेर त बस स्ट्यान्डतिर आइरहन्थ्यो नि त मतलब दाइहरूसँग राम्रो थियो अनि सबैजना फेरि कस्तो तरिकाले जन्ती गएको भने त्यो त्यो के भन्छ त्यसलाई त्यो बुलेरो गाडी हुन्छ नि पहाड कुद्ने सामान पिकअप गाडी क्या त्यहाँ पछाडि चढेर गएको गीत बजाएको छ नाच्दै रमाइलो हुन्छ नि म कहिले त्यो भाइब लिएको थिइनँ क्या दाइ किनकि पहाडतिर कहिले म जन्ती नै गएको थिइनँ गयो जन्ती आमा सागमा होला हैन सागमा हैन उता माथि कहाँ हो कि बुधबारे हो कि थाहा छैन ठ्याक्कै यहाँ पहिरो देखिन्छ नि पहिरो बत्तीसुरे हैन यहाँदेखि पहिरो के पहिरो देख्छ नि त्यहाँ त्यो बत्तीसुरे साइडमा क्या अनि भरे गयो हैन गएपछि अब हुन्छ त्यो एक्सपिरियन्स लिएकै थिएन क्या अनि तपाईँलाई कस्तो हुँदो रहेछ नि त्यहाँनिर चाहिँ अनि टक्क जाने अनि केटीहरूले हुन्छ नि त मतलब केटीपट्टिकोहरूले चाहिँ एक्सेप्ट गरेन भने फर्काइदिने के गर्ने त्यो टाइपको चलन रहेछ क्या कल्चर जे होस् हुन्छ नि त एउटा त्यहाँ आफ्नो कल्चर हुन्छ नि त त्यो कल्चर हुन्छ नि अनि मैले त्यो एक्सपिरियन्स गरेको थिइनँ टक्क गएर फेरि एउटै घरमा दुईटा बे चलिरहेको रहेछ क्या अनि कसरी हो र दुईटा एउटा खोइ अब दुईटा छोरी थियो होला होइन एउटै छोरी थियो होला दुईटा अब अनि त्यस पछाडि कस्तो भयो भने सुत्ने ठाउँ यता एउटा तिरपल पुरा तिरपल लगाइदिएको टक्क पराल चलेर ओछ्याइदिएको त्यो दामी हुन्छ क्या पाहाडमा अन्त मलाई त दामी हुन्छ भनेर गएको हो दामी यसो हेर्दा त दामी भाइब लागेको थियो भरे अर्कोतिर हामी थियौँ क्या यता अर्को जन्ती यता अर्को जन सबै केटाहरू हाम्रो हुन्छ नि त केटे दाईहरू यताउति भाइहरू अनि त्यस पछाडि गएर सुत्यौँ दाइ होइन टक्क यस्तो पराल ओछ्याइदिएको थियो सुतेको ढुङ्गाले घोज्छ क्या पछाडि अन्त ढुङ्गाले घोज्छ चुच्चो ढुङ्गा रहेछ अनि फेरि ढुङ्गाले घोज्छ होइन ठिकै छ केटाहरूले अर्को ठाउँबाट पराल सराल अलि ल्याएर हुन्छ नि त गब्बा बनायो अलिक भरे त रात पर्दै जान्छ जाडोले सैटाएर जाडोले हानेर होइन यस्तो हान दाइ जाडोले त सुत्ने स्थिति नै छैन क्या सुत्ने स्थिति जाडो भएर हुन्छ माथि त्यहाँ दुईटा अप्सन छ दाइ होइन दुईटा अप्सन छ अब त सुत्नलाई कि जाँड खानु पर्यो होइन जाँड त अब त्यो नर्मल हुन्छ नि त होइन जाँड खानु पर्यो कि तोप खानु पर्यो केटाहरूले तोप खानेहरूले तोप खाइरहेछ फेरि बङसङ बनाएर तोप हानिरहेछ जाँड खानेहरूले जाँड खाएर चाजमा सुतिरहेछ क्या तिमी क्लिन अब म क्लिन सुत्नु पर्ने होइन अब तपाईँलाई गिद्दी भयो अनि एउटा त्यहाँ दिदीलाई भनेर उयो गर्यौँ क्या हामीले के अरे दिदीको बहिनी त बोलाएन नि होइन दिदी सिस्टरलाई बोलाएर एउटा ओढ्ने माग्यौँ क्या अनि ओढ्ने मागेर सेपमा सुतेको हामी चाहिँ फेरि कस्तो भने यो लाइन यो रो भयो नि यस्तो लाइन भयो नि माथिपट्टि थियौँ क्या
अनि 3-4 जना अट्ने क्या त्यो सिरक पुग्ने क्या हुन्छ नि त त्यहाँनिर टक्क ओढेर सुतेको निदा आयो क्या निदा आयो फेरि एकछिन पछाडि चिसो चिसो हुन्छ भरे मान्छे यस्तो उठेर हेर्दा त सिरक पर पुगिसक्यो क्या तानेर क्या यहाँबाट तानेर क्या परसम्म क्या अनि अब गिद्दी लाग्यो होइन अब अप्सन के हो भने अब बेहुलालाई भन्नु पर्यो बेहुलाले त कहीँ केही एडजस्ट गर्छ नि त योभन्दा त दामी मलाई त्यस्तै लाग्थ्यो बेहुलै होला हिरो जस्तो लाग्थ्यो भरे त अब बेहुलालाई भन्नु पर्यो यार केही दाइले त केही न केही डटट मिलाउँछ नि भनेर यसो सोचे भरे बेहुलालाई खोज्छु भरे बेहुलै मेरो साइडमा सुतिरहेको त्यस्तो हुँदो रहेछ क्या त्यो दिन घरभित्र आउने त्यो मिल्दैन रहेछ क्या अब हाम्रोतिर त अब तपाईँलाई हुन्छ नि त एउटा टक्क एउटा तर त्यो कल्चर क्या फेरि अनि त्यो पनि दामी कुरा हो नि त आफ्नो कल्चर हो पहिलादेखि चलेको होइन अझ कस्तो डेन्जर कल्चर पो छ त झन् खासमा यो त नर्मल भयो अनि एउटा थियो फेरि रफ्तार हाम्रो रफ्तार भाइहरू छैन साउन्ड बजेको छ होइन गीत बजेको छ केटाहरू राति 7 बजेदेखि नाचेको मलाई थाहा छ होइन बिहानको 7 बजेसम्म नाचिरहेको थियो क्या रफ्तार भाइहरू त्यस्तो क्या उठेर हेर्दा हुन्छ त्यो एउटा दामी मेमोरियल हुन्छ नि त एउटा कुराहरू अझै स्टिल फोटोहरू छ क्या मेरो एनर्जी पनि हुने क्या एनर्जी अझै फोटोहरू छ क्या मसँग त्यो कहिलेकाहीँ यसो हेर्दाखेरि दामी हुन्छ पाहाडमा गीत नै हुन्छ नि एउटा तरिकाले दामी हो तर यस्तो रहेछ क्या आफूले चाहिँ तपाईँले जहाँ भने मजा लिन सक्नु पर्यो क्या किनकि मलाई त एक्सपिरियन्स त्यो लिएको थिएन नि त जस्तै अब हुन्छ नि त पहिलादेखि नै त्यो थियो भने पो आफूलाई उयो हुन्थ्यो होइन अगाडिदेखि नै प्रिपेयर भएर ज्याक्स्याक्स हल्का हालेर जाइन्थ्यो त होइन अब त्यतिखेर अब त्यही हो एउटा ठ्याक्क हुडीसुडी लाएर गएको होइन भित्र आमा जाडोले हानेर फेरि पाहाडको जाडो कस्तो हान्छ त फेरि त्यस्तै छ दाइ त्यस्तै कुराहरू रमाइलो पार्टहरू हुन्छ होइन अझ झन् अशोक दाइलाई झन् धेरै थाहा हुन्छ ए दाइ त फेरि दाइ कहाँ केराबारीदेखि कहाँसम्म अरे सबै धाइदिनु टाढीसम्म अनि फेरि पाहाडतिर पनि सबै फेरि 60हरू होइन कुराहरू दामी हुन्छ है पहिला 17मा नि कस्तो पहिला 17 हुँदा नि हामी थुप्रोको बिहे धाइयो नि होइन हाम्रो नन्दुको बिहेहरू जाँदा त्यतिखेर त्यस्तै थियो क्या भाइ माथि त्यहाँ त्यस्तै ओछ्याइदिने सुत्ने टाइपको हामी चाहिँ बसेन होइन मलाई चाहिँ त्यतिखेर के तर्ना भयो भने जस्तै जाँडा हान्ने सुतेको छ तोप खाएर सुतेको छ होइन अब म 1-2 जना मात्रै थियो क्या हुन्छ नि त उनीहरू त्यो हुन्छ नि त अब त्यो अलिक त्यो भाइ म्याच नहुने केटाहरू थियो क्या तिनीहरू चाहिँ अलिक हुन्छ नि त पहिलादेखि भेटेको थियो भने कहिले काहीँ यसो देखेको के गर्नु भन्नु त दाइ हुन्छ नि त त्यो भएको चाहिँ अलिक गिदी क्या अनि एउटा भाइले चाहिँ एउटा हुन्छ नि त एउटा केटीलाई यसो गफसप दिएछ क्या त्यतिखेर डान्स हान्दाखेरि अनि दाइ मैले म्यानेज गरेको छु सुत्न जाने ठाउँ हामी चाहिँ सेपमा जानुपर्छ भनेर भन्यो भएर त अनि त्यो केटीलाई घर कहाँ हो तिम्रो भनेर सोधेको पर 2टा डाँडा पर क्या यहाँनिर हो अरे क्या त्यहाँदेखि आएको अरे दाइ डान्स गर्न अनि सुत्नु नि उतै त्यहाँ जानु अरे क्या अब त जाँदा बिहान हुन्छ दाइ होइन यस्तो क्या होइन त्यो एउटा हुन्छ नि त जस कमेडी हुन्छ नि त कहिले काहीँ यसो सोच्दाखेरि त्यतिखेर त ओडाला आएको थियो त होइन अहिले सोच्दा पो कमेडी हो त होइन त्यतिखेर त रुन्कै हाँस्नु बनाएको थियो नि एक त दामी पनि हुन्छ अहिले सोच्दा चाहिँ दामी हो एउटा मेमोरिज टाइपको हुने रहेछ क्या यो कुराहरू तर त्यतिखेर भोगाइमा पर्दा चाहिँ जिन्दगीमा नहोस् जस्तो हुन्छ नि कति बिजोग भएर बसेको छ हामी पनि खासमा भाइ तिम्रो अनि कस्तो फ्युचर प्लानहरू के त्यस्तो केही छ फ्युचर प्लान चाहिँ अब दाइ मैले त्यस्तो धेरै चाहिँ दबाब दिएको छैन होइन त्यो कुरामा म्युजिक त छँदैछ होइन म्युजिक छँदैछ मेन भनेको यसो हो अब जस्तै म्युजिकबाट पनि हुन्छ दाइ होइन जस्तै अहिलेको मेरो लाइफमा चाहिँ जस्तै म्युजिकबाट पनि मेन भनेको जस्तै म 17-18मा थियो भने मतलब अहिलेको टाइम हुन्छ नि त त्यो टाइममा त्यो बबाल हुन्छ नि त जस्तै अहिलेको फ्लोहरू जस्तै फ्लो भनेको ऱ्याप फ्लो होइन जस्तै लाइफको फ्लो हुन्छ नि त मतलब अहिले ठिकै छ क्या आफूलाई पुग्ने हुन्छ नि त दायाँ बायाँ गर्ने तर हुन्छ नि त अहिलेको म चाहिँ कुन उयसमा छु भने जस्तै मैले फ्यामिलीलाई चाहिँ मलाई त्यो प्रोपर तरिकाले अझै गर्न पाएको छैन क्या हुन्छ नि त होइन अनि त्यो कुराहरू चाहिँ अलिक बुझ्नु पर्यो म तर दायाँ बायाँ म के गरिरहेको हुन्छु जस्तै मान्छेले ऱ्याप मात्रै देख्छ नि त यसले ऱ्याप गर्छ गीत गाउँछ
ऱ्याप हान्छ जस्तै कन्सर्ट सो गर्छ त्यसरी तर त्यो मात्रै छैन क्या दाइ त्यो दायाँ लाइफमा ऱ्याप छ ऱ्यापमा लाइफ छैन भन्थ्यो होइन त्यो 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 पनि ठिकै हो तर रङ पनि लाग्छ मलाई त्यो कुरा होइन जस्तै तर तपाईँले दामी तरिकाले कन्टिन्यू गर्नु भने तपाईँ आफूमा चाहिँ उयो हुनु पर्यो क्या हुन्छ नि त तर म केही पनि हुन्छ नि मलाई धेरै ठाउँमा भनेको छ क्या जस्तै ऱ्यापदेखि बाहेक अरू तपाईँको पनि हुनु पर्यो क्या जस्तै ऱ्याप एउटा हुन्छ नि तपाईँलाई भोलिको दिनमा तपाईँ त्यो ठाउँमासम्म पुग्नु भएन भने तपाईँलाई खाने हुन्छ नि त मतलब खाना खाने घर हेर्ने बाटो त्यो त्यो हुन्छ नि त त्यो पनि सोच्नुपर्छ जस्तो लाग्छ क्या किनकि जस्तै हाम्रो त अडियन्स त्यत्रो वाइल्ड पनि छैन नि त होइन जस्तै तपाईँ त्यही तरिकाले चलेपछि आफूलाई त्यही तरिकाले मेन्टेन गर्नुपर्छ तपाईँको म्युजिक भिडियो भनौँ दायाँ बायाँ भनौँ होइन अनि म्युजिक छ लाइफ त्यो कुराहरू जस्तै हुन्छ नि त जस्तै अरू कुरा पनि सोच्नुपर्छ होइन दबाब चाहिँ दिने होइन दाइ म त्यही हो अहिले मतलब त्यस्तो प्लानहरू चाहिँ छैन मलाई चाहिँ यस्तो गर्छु त्यस्तो छैन होला म्युजिक चाहिँ गरिराख्ने त्यो कन्टिन्यू छँदैछ अनि लगभग म अरू म्युजिक बाहेक अरू यसो यताउता गर्छु होइन म गरि पनि रहेको छु दाइ होइन गरि पनि रहेको छु जे होस् आफूलाई मेन भनेको अब कति मान्छे चाहिँ छिटै सक्सेस हुन्छ त्यो कुराहरूमा होइन कतिलाई टाइम लाग्छ अन्त बिस्तारै बिस्तारै गर्ने हो होइन त्यो कुराहरू चाहिँ अनि त्यही अहिले चाहिँ म के सोचिरहेको छु भने लगभग मलाई मेरो त उयो पनि छ क्या जस्तै पढ्नु पनि पर्ने छ क्या दाइ हुन्छ नि त अनि म लगभग 2 वर्ष जस्तो चाहिँ बाहिर पनि 1.5 वर्ष हुन्छ नि त मेरो सोच चाहिँ छ जस्तै भन्न खोजेको अब नेपालमै जस्तै म्युजिकको लागि भन्नाले पनि हुन्छ नि त एउटा पढाइ टाइपको त्यो कुराहरू पनि भयो भने दामी हुन्छ नि त वेपन हो नि त दाइ होइन हतियार होइन नि त एजुकेसन भनेको एउटा तरिकाले नलेज इज पावर जस्तै हुन्छ नि त्यो पनि सोचिरहेको छु दाइ अब के हुन्छ हेरौँ तिमीलाई अब आउँदै गरेको लाइफहरूमा अब गुड लाइफ अहेड होइन चिताकोहरू पुगोस् तिमीले चाहेको कुराहरू गरेको कुराहरू पुगोस् त्यही अब दाइले गर्दा के भन्न सक्छ र तिमीलाई विश गर्नु सक्ने हो होइन अलिकति सपोर्ट गर्नु सक्ने हो मोटिभ हान्नु सक्ने हो तिमीले नि बेला बेला मोटिभ हानिरहेको हुन्छ मलाई त्यही जस्तै आफूलाई उयो पास गरे भने त होइन त्यो उयो हो क्या दाइ जस्तै भन्न खोजेको तपाईँलाई अरूले के भनिरहेछ दायाँ बायाँ भन्नाले पनि आफूमा चाहिँ केमा आफूलाई बिलिभ लाग्छ क्या हुन्छ नि त के कुराले चाहिँ हुन्छ नि त तपाईँलाई स्ट्रङ बनाउँछ क्या त्यो कुराहरू चाहिँ गर्नु पर्यो जस्तो लाग्छ क्या अन्त भन्नेहरू त धेरै हुन्छ नि अब जस्तै तपाईँ मोटाउनु भयो अरे भने कत्रो मोटाएको भन्छ नि घट रोग लाग्छ भन्छ नि लुता भने पनि त्यही हो क्या केही गर्दा नि खासमा छैन क्या मान्छेलाई तपाईँलाई खुसी बनाएर तपाईँले आफ्नो हुन्छ नि त जन्म दिने मान्छेलाई कति टाइममा खुसी बनाउन सकिँदैन दाइ होइन त्यो थर्ड पर्सनको चाहिँ मलाई त्यो लाग्छ दाइ अहिले आएर चाहिँ अब आफू भएर बाँच्नु सक्यो भने अरूले भनेको कुरा धेरै इम्प्याक्ट पर्दैन जस्तो लाग्छ लाइफमा त्यो कुरा जस्तै तपाईँभन्दा खतरा मान्छेले भन्नु पर्यो क्या तपाईँभन्दा खतरा काम गरिसकेको मान्छेहरूले भन्दा पनि त्यो कुरा चाहिँ मनमा राख्नुपर्छ क्या त्यो मान्छेसँग चाहिँ रिस्क गर्यो भने फेरि फाँक भयो फेरि बुझ्नु भएन अनि मलाई चाहिँ त्यो लाग्छ क्या दामी कुरा 2-4 लाइन हान्दिउँ होला भाइ कस्तो टाइपको सुन्ने भन्नु म अपकमिङ भन्दा नि दाइ मलाई फेरि ठ्याक्क मसँग लिरिक्स गर्दै नि त होइन मैले टक्क म फेरि त्यो भन्नाले नै जस्तै एउटा मोटिभेसनल टाइपको एउटा गीत लेखेको थिएँ जस्तै आज गरे सङ्घर्ष भोलि पाइन्छ त्यसको फल मित्र सफलता मिल्दैन हात बानी बसेर घरभित्र दुनियाँको माया मोह सबै बेकार हो आमाको माया जस्तो हुँदैन के यहाँ पवित्र तँलाई नै थाहा छ कति खुबी छ तँभित्र बोल्न सक्नुपर्छ नबोले या बाचिया तपिन्छ देखेको सपना सबै हिउँसरी पक्लिन्छ जति उमेर बढ्यो त्यति जिम्मेवारी थपिन्छ आज कसैको छोरा त भोलि कसैको बाउ जति सहर जता जाउँ प्यारो लाग्ने आफ्नै गाउँ आफू हिँडेको बाटो हातले खेलाको माटो जति बाटो भए पनि आमा बाउको लागि लाटो हामी बिर्सिनु हुँदैन कहिले कहाँबाट आएको हामी बिरामी हुँदा ओखती आमाको हातको तातो पानी हैन यस्तै यो लाइन लास्ट टच छ है यो लास्टको आमाको हातको तातो पानी हैन त्यो हैन हो त्यो रियल फ्याक्ट हो नि त फ्याक्ट हो नि यो कति एउटा ओखती नै हुन्छ भन्न खोजेको के दामी छ दामी हाम्रो लेटाङमा नि यो र्याप कसरी ग्रो भइरहेछ जस्तो लागिरहेछ तिमीले र्याप गरिरहेछ यसो बुझ्दाखेरि र्याप लेटाङमा मात्रै हैन त नेपाल भरि ग्रो भइरहेछ
होइन मतलब भइरहेछ यहाँ पनि अब भाइहरू पनि छ नि त भाइले पनि गरिरहेछ त्यही दाइ अहिले जे होस् राम्रै भइरहेछ भन्ने कुरा मलाई चाहिँ त्यस्तो लाग्छ अब मैले पहिला जस्तो केटाहरूलाई भेटेँ 1-2 चोटि होइन सिकिरहेछ केटाहरूले पनि गरिरहेछ त्यही हो अहिले अलिकति सबै अब ग्याङ्स्टर मात्रै गयो क्या सबै यो चिज कसरी कस्तो लाग्छ भाइ तिमीलाई मलाई चाहिँ यस्तो लाग्छ दाइ के भने यो पनि ट्रेन्ड हो क्या एउटा कुरा जस्तै माथि जबलाई मेन स्ट्रिमको ऱ्यापहरूले जे गरिरहेछ केटाहरूले त्यही त फलो गर्ने हो नि त म सिकिरहेको केटाहरूले होइन त्यो कुरा चाहिँ अब सबैतिर त्यो भइरहेछ तर त्यो टाइम चेन्ज पनि हुन्छ जस्तै त्योबाट बाहिर पनि जान सक्नु पर्यो कि जस्तै तपाईँलाई यस्तै एउटा हुन्छ नि त जस्तै ग्याङ्स्टर गीतमा ग्याङ्स्टर कुरा गर्दा पनि त्यो फरक परेन होइन तर तपाईँले कसरी भन्नुहुन्छ भन्ने कुराले फरक पार्छ क्या होइन तपाईँलाई यस्तै हुन्छ नि त अब तपाईँले कसरी प्रेजेन्ट गर्नुहुन्छ क्या गीतमा क्या अब तपाईँलाई मारिदिन्छु भनेको हुन्छ नि त त्यसलाई मारिदिन्छुलाई घुमाएर भन्दा दामी सुनिन्छ नि त होइन त्यसरी लानु पर्यो जस्तै त्यो कुरा मात्रै जस्तै इजी आफूलाई इजी लाग्ने कुरा मात्रै गरेर भएन क्या दाइ बुझ्नु भएन तपाईँलाई यस्तै तपाईँलाई ट्र्याप सजिलो लाग्छ होइन मतलब तपाईँले ट्र्याप सजिलो लाग्छ तपाईँले ड्रिल अलिक अप्ठ्यारो लाग्छ अनि मतलब ड्रिल सिक्ने हो प्र्याक्टिस गर्ने हो होइन त्यो तरिकाले चाहिँ आफूलाई अलिक भर्सटाइल बनाउन सक्यो भने चाहिँ दामी हुन्छ अनि यो ऱ्यापलाई अलिकति अफिसियल तरिकाले हाम्रो भनौँ न लेटाङ नगरले पनि केही सपोर्ट गरिदिँदाखेरि यस्तो इभेन्टहरू गराइदिँदाखेरि बजेट सजेट दिएर अलिकति होइन प्रमोट गर्दाखेरि राम्रो हुने कुरा हो नि त होइन जस्तै ऱ्याप भन्नाले नि तपाईँलाई म्युजिकलाई नै म्युजिकलाई नि त म्युजिकलाई नै जस्तै त्यो तरिकाले सपोर्ट गर्यो भने त दामी हो नि त जस्तै म्युजिकलाई मात्रै भन्नु आर्टिस्टहरू सबै पेन्टर सेन्टर सबै होस् क्या जस्तै तपाईँलाई अब जस्तै के चाहिँ गर्न सकिन्थ्यो भने जस्तै उयोहरूले हुन्छ नि त अलिक बुझ्ने के भन्छ जान्ने बुझ्ने के भन्छ अग्रजहरू उनीहरूले चाहिँ जस्तै कस्तो भने एउटा ट्यालेन्ट निकाल्न सक्छ क्या कस्तो तरिकाले जस्तै मन्थमा होइन जस्तै विकमा पनि भन्नाले मन्थमा एकचोटि जस्तै तपाईँ पेन्टर हुनुहुन्छ भने पेन्टर एउटा त आर्टिस्टै हो नि त होइन तपाईँ गीत गाउनुहुन्छ ऱ्याप हान्नुहुन्छ तपाईँ बाँसुरी बजाउनुहुन्छ होइन तपाईँ ड्रइङ गर्नुहुन्छ होइन त्यो कुरालाई जस्तै मन्थमा एकचोटि मिटअप गरिदिने क्या अनि त्यो भएपछि कसले के गरिरहेछ 1 महिनामा के चेन्ज भयो भन्ने कुराहरू हुन्छ नि त्यो ल्याइदियो भने मोटिभेट हुन्छ क्या जस्तै तपाईँले घरमै बसेर गरिरहनु हुन्छ तपाईँले एकजनालाई देखाइरहनु हुन्छ गाउँको 10जनालाई देखाउनु हुन्छ तपाईँले 100जनालाई देखाउनु धेरै फरक पर्छ नि त होइन त्यो कुरा चाहिँ गर्न सकिन्थ्यो तर अब ठाउँमा अब जस्तै अस्ति हामीले लोकल राइम गरेको थियो कि त्यो टाइममा पनि तपाईँलाई कस्तो भयो भने लोकल राइम पनि सिजन कति पुगिसक्यो सिजन हामी 4 भएको थियो होला होइन अनि 4 सक्यो अब त्यतिखेर त्यो टाइममा पनि अब जस्तै हामीले भनेको होइन म त गर भने हुन्छ भनेको थियो त्यो टाइममा सपोर्ट गर्छु भनेको थियो पछि भिन्टेजमा भएन माथि भएको 4 हो पछि अनि तपाईँलाई त्यो इभेन्ट सकिन आँट्दा मात्रै फोन आएको थियो के छ ठिक छ राम्रो भइरहेछ नि के हेल्प चाहिन्छ नि त्यो टाइपको भयो क्या त्यो कुरा अन्त भइसकेपछि के हेल्प चाहिन्छ होइन भन्नु त त्यो तरिकाले त्यो मुखले भनिदिनु र गर्नुमा एक्सन लिनुमा धेरै फरक छ नि त किनकि यस्तो हो नि त एउटा तपाईँलाई एउटा जस्तै आर्टिस्टले एउटा प्लेयरले होइन तपाईँलाई कति आफ्नो ठाउँ चिनाउँछ भन्ने कुरा हो कि होइन त्यो धेरै उयो हुन्छ क्या जस्तै आर्टिस्टहरू निकाल्नु जस्तै प्लेयरहरू त्यो इन्सपायर गर्नु एकदम जरुरी छ क्या जस्तै फुटबल भइरहेको हुन्छ कतिलाई इन्सपायर भइरहेको हुन्छ त्यो कुराहरूले प्लेयरहरूलाई होइन जस्तै म्युजिकल कन्सर्टले पनि धेरैलाई फरक पारिदिन्छ क्या जस्तै हामीलाई पनि त्यही त भयो नि त पहिला अब जस्तै यताउति हुँदाखेरि हामी पनि तपाईँलाई ओइ भाइ तैँले खतरा गर्छेस् होइन खतरा गर्छेस् तैँले गीत गाउन आइज भनेर गएको होइन त दाइ एउटा गीत गाउन दिन्न भनेर त गएको हुने हामी होइन दाइ होइन त्यही त हो नि त अब त्यो कुराहरू अहिले पनि छ त्यस्तै छ अहिले आउँदै गरेको भाइले कसैले दिँदैन क्या कसैले क्याच हान्नु पर्यो होइन आफूले देखाउन सक्नु पर्यो होइन 100जना ऱ्यापर छ भने ल यसले चाहिँ बवाल गर्छ है भन्ने छाप छोडिदिनु पर्यो कि त्यो कुराले क्या
होइन अब कस्तो हामीलाई त्यो टाइममा त गीत गाउनै ठुलो कुरा लाग्थ्यो नि त होइन असुक्दै भन्नु अहिले तपाईँलाई त्यो हुन्छ क्या दाइ त्यो कुरा हो जस्तै पहिला यहाँ सिद्धार्थ यहाँ दाइहरूले गर्दाखेरि हुन्छ नि त मैले त्यो फर्स्ट टाइम हुन्छ नि त कन्सर्टमा गरे हो क्या त्यो टाइममा लाउराउँदाको कुरा लाउरे दाइ आउँदाको अनि को थियो दाइ मलाई ठ्याक्क बिर्सेँ होइन त्यो टाइममा दाइ एउटा गीत गाउन दिन्न हामी एउटा गीत गाएर झरिहाल्छौँ होइन जङ्गु दाइ बिट बक्स हान्ने जम्बो हाम्रो सारो हाम्रो जङ्गु दाइलाई हाम्रो क्यानाडामा छ दाइ अहिले ठक्क होइन अनि दाइ बिट बक्स हान्ने म ऱ्याप हान्ने क्या त्यो टाइममा अझ युट्युबमा भिडियो छ क्या त्यो तर म देखाउँदिनँ दाइ लाज लाग्छ होइन म कहिले काहीँ यसो तिमीले हालेको थियौ मैले हालेको थिएँ नि एउटा भाइले हालेको रहेछ ए अडियन्सबाट भिडियो त्यस्तै भएर अनि हुन्छ नि त त्यतिखेर त क्रेज फेरि लाएर दाइले फेरि फाँक हान्दै गयो होइन त्यो फिल हुने क्या त्यतिखेर अब किनकि दाइ पनि मलाई खतरा लाग्थ्यो नि त एउटा त्यहाँ यस्तो उयो भएछ त्यहाँ त्यो दाइले लिएर आएको पछिबाट होइन अडियन्सहरूमा त्यो हुलमुल भएर क्या सिक्री तान्दै रहेछ क्या माछालाई त्यो हुन्छ दाइ त्यो त नर्मल कुरा हो एउटा होइन तर लेटाङमा चाहिँ पहिलादेखि नै उयो थियो क्या जस्तै एउटा म्युजिकको माहौल चाहिँ थियो क्या अनि मलाई चाहिँ सबैभन्दा दामी फेरि भाइ बाउने क्या जस्तै दसैँ सकेपछि तिहारमा मिस हुने भनेको चाहिँ जातिको कन्सर्ट क्या फेरि हुन्छ त्यो मलाई त्यो अर्कै तपाईँलाई जस्तै केटाकेटीमा दसैँ आउँदा अर्कै मनमा अर्कै हुन्छ नि त त्यो हल्का गुड फिल हुन्छ नि त घामहरू लागेको कस्तो दामी हुन्छ नि त त्यो टाइम जातेको दाईहरूलाई चाहिँ दाई पनि हुन्छ अब टक्क तिहारमा चाहिँ दाई अब चाहिँ हुन्छ नि त एउटा त्यो मेमोरिज ब्याक ल्याउनलाई पनि होइन त्यो एउटा टुट्दैन होइन त्यो मलाई त दामी लाग्ने क्या टक्क त्यो टाइममा त्यहाँनिर दाइ होइन क्रेजी अडियन्स हाम्रो जोसुकै आओस् होइन खतरा चलेको आर्टिस्ट आओस् क्या त्यो मान्छे चाहिँ त्यहाँ कहिले भरिभरा हुने क्या त्यहाँको एउटा त्यो कुरा चाहिँ बबा लाग्थ्यो जे होस् यता पूर्वतिर हो नि लगभग यो हाइवे लाइनदेखि तलतिर त्यस्तो भयो भने त्यति हुँदैन होला कि हाइवे लाइनदेखि मासतिर क्या यहाँ त तपाईँलाई जस्तै एकदम महोत्सव गराउने ठेकदारहरू पनि क्या ह्याप्पी हुन्छ क्या लेटाङमा महोत्सव गराउने उता त्यो दाइहरूले त मलाई भनेको छ नि त किनकि हाम्रो त कुरा हुन्छ होइन दाइ यताउति जाँदाखेरि हामीले लगभग लगाइसक्यो 3 लट जति भइसक्यो होला मेला गरेको होइन त्यहाँ यसो अब हेर्दा पनि बुझिन्छ नि त कति कुराहरू देखेको छ यो चाहिँ यस्तो रहेछ यसरी गर्नुपर्ने रहेछ थुप्रो कुराहरू आर्टिस्टहरू पनि यसरी चलाउनु पर्ने रहेछ होइन थुप्रो कुराहरू बुझिएको छ बिस्तारै अब त्यो गरिँदैछ पनि गरिन्छ पनि होइन अब त्यो त्यही त नगरले यसरी प्रमोट गरिदिएको भए यसो होइन टाइम निकालेर यसरी आफैले यस्तो हो क्या तपाईँलाई हुन्छ नि त अब यो कुरा भन्ने जस्तै तपाईँलाई यो आफ्नो ठाउँको एउटा प्रमोसन पनि हो क्या यो कुराहरू जस्तै इक्जाम्पल मेला महोत्सवहरू हुन्छ नि त तपाईँलाई दामी तरिकाले गऱ्यो भने तपाईँलाई त्यो झगडा सगडा पर्छ त्यो दायाँ बायाँ कुराहरू हुन्छ नि त त्यो त अब सिक्रेटै दिनु पर्यो नि होइन त्यो दायाँ बायाँ त्यो गर्नु पर्यो जस्तै आफूले कसैहरूले पनि अब त्यो बुझ्नु पर्यो नि त अब त्यो बुझ खाएर राति हुन्छ नि त बुझ खाएर राति आएर त्यो लाइट निभाइदिने दायाँ बायाँ गर्नु त्यो भएन त उनीहरूलाई सिक्रेटमा गरे आएको हो यता मतलब हुन्छ नि त मान्छेलाई उयो गर्नलाई त गरे हुन्छ होइन त्यो कुराहरू अलिक अनि अर्को कुरा के भने जस्तै यो मेला महोत्सव भनेको चाहिँ यताउति जस्तै लेटाङको लागि चाहिँ एउटा टुरिज्म हुन्छ नि त एउटा डोमेस्टिक उयोहरू मान्छेहरू जस्तै बाहिरबाट आउँछ नि त होइन आउँछ उनीहरूले पैसाहरू त एकदम उयो भइरहेको हुन्छ क्या फ्लो भइरहेको हुन्छ त्यो आफ्नै ठाउँमा आइरहेको छ नि त होइन त्यो कुराहरू जस्तै पसलहरू चल्दैन मान्छेहरूको त्यो टाइममा पसलहरू चलिरहेछ त्यो गरिरहेछ ग्रोथ हो क्या आफ्नै ठाउँको लागि ग्रोथ हो क्या त्यो पनि बुझ्नु पर्यो नि त दामी छ मलाई चाहिँ त्यही लाग्छ क्या त्यो टक्क यसरी गरिदिएको भए होइन अनि आफ्नो फिल्डबाट खासमा सबैले गरि पनि रहेछ तर अफिसियल टाइपले पनि त्यसरी भयो भने चाहिँ धेरै दामी हुन्छ जस्तो लाग्छ अब हामीले गर्नु पर्यो भने सानोतिनो इभेन्ट गर्नु पर्यो भने जमघट गर्नुपर्छ त्यहाँ दुनियाँ यता वगेरा थुप्रो कुरा गर्नुपर्छ नि त होइन मेन त बजेटकै कुरा भयो होइन अलिकति दामी तरिकाले गर्नु खोज्यो भने हामीलाई बजेटले नै मार्ने हो होइन नगरले टक्क यसो छुट्याइदिएर यसरी प्रमोट गरिदियो भने त हामीलाई त के भएन हामीलाई त जमघट हुने हो आर्टिस्टहरूले आफ्नो देखाउँछ होइन हामीले सपोर्ट गरिदिने हो त्यसरी त हो नि नगरले टक्क त्यस्तो गरिदियो भने चाहिँ जस्तो लाग्छ क्या मलाई के गर्नु अब त्यस्तै हो अब आफ्नो सोच हो होइन आफूले कति आफ्नो क्षमता हुन्छ नि त मान्छेको त्यही अनुसारले गर्ने हो मलाई चाहिँ त्यस्तो लाग्छ अब नगरले पनि नगरेको भन्नु चाहिँ हुँदैन आफ्नो फिल्डमा गरिरहेछ तर हामी चाहिँ अब म्युजिकमा पनि यसो होस् भनेर चाहिँ अलिकति कुरा राखिदिएको मात्रै हो होइन तपाईँलाई यस्तो हो क्या त मान्छेलाई यस्तै
कस्तो अब आर्टिस्ट भएर जस्तै एउटा ऱ्याप छ नि त नेपालमा कस्तो भने अब आर्टिस्टहरू यस्तो हुन्छ दायाँ बायाँ गर्छ केटाहरूले त्यही गरिदिएको पनि छ क्या कति कुरा क्या बुझ्नु भएन तपाईँ जस्तो कहीँ यहाँ भेटाउन बोलाउनु भने अलिक उयो गर्नु भने ठिक छ म त चुरोट नखा भनेको होइन खा तर त्यो आफ्नो एउटा ठाउँ हुन्छ नि त अब त्यहाँ गएर अब त्यो चुरोट खाएर ऱ्याप हानेर चुरोट खाएर त्यो गरेर देख्दा पनि त्यो अनडिसिप्लिन देख्ने क्या त्यो कुराहरूले फरक पार्दिन्छ क्या अनि फेरि यस्तो एउटा कुरा क्या अस्ति मैले दाइलाई नि कुरा गरेको थिएँ यो आर्टिस्ट मतलब अब त्यो सोसाइटीले देख्ने भनेको अब यही कुरा पहिलादेखि चलि पनि आइरहेछ चलि पनि रहेछ ट्यापेको म्युजिक ट्यापेले गर्ने कुरा हो यिनीहरू चाहिँ होइन अब गेटअप पनि त्यस्तै हुन्छ फेरि अब फेरि भाइ ब्यागी प्यान्ट लाएर ब्यागी प्यान्टमा टक्क लाएर अनि यसरी रुमाल झुन्डाएर टक्क चुरोट खाँदै हिँडेपछि यसो देख्ने नजरिया कुरा होइन आफैले अब त्यो हुन्छ नि त अब तपाईँले सोसाइटीको त्यो कहाँनिर खाने ठाउँ हुन्छ नराम्रो नि भनेको चाहिँ अब त्यो त त्यो कुरा तर यस्तो हो क्या लाइफस्टाइलै त्यस्तो छ होइन हिपहपमा आफूले तपाईँलाई यस्तै हुन्छ नि त आफूले पनि बुझाउन सक्नु पर्यो क्या त्यो कुराहरू क्या अब तपाईँले खाने हुन्छ नि हामी पनि खाइन्छ यताउति होइन भन्नु खोजेको अब जस्तै तर कति बेला के गरेर कसको अगाडि रेस्पेक्ट पनि दिनुपर्छ क्या तपाईँलाई बाबुको अगाडि चुरोट खाइदिनु भने तपाईँलाई त्यो ऱ्याक कुरा हुँदैन बाबुलाई रेस्पेक्ट पनि नगरे यस्तो हो नि त त्यो कुराहरूले पनि फरक पार्छ क्या अनि सोसाइटीले यस्तो गरेन उस्तो गरेन भनेर हामी कति भनि पनि राख्छौँ नि त जस्तै मैले पनि भनेको छ यताउति तर उनीहरूलाई पनि रेस्पेक्ट त चाहिएको हुन्छ नि दाइ कति ठाउँमा हुन्छ नि होइन त्यो कुराहरूले पनि फरक पार्छ क्या त्यही रेस्पेक्ट डिजर्भ गर्नुको लागि चाहिँ आफ्नो बिहेभियर पनि दामी जस्तै चुरोट जस्तै गाँजा खानुपर्छ ऱ्याप लेख्दालाई भनेर त एउटा मेन्टालिटी नै छ क्या कति मतलब जस्तै विड खानु जस्तै हुन्छ नि त खानै पर्छ भन्ने कुरा कस्तो निडै हो र होइन दाइ त कहाँ निड हो त हौ त्यो निडै होइन तपाईँलाई गीत लेख्न राइटिङ भनेको तपाईँलाई फिल हुनु पर्यो तपाईँले बुझेको कुरा गर्नु तपाईँ झ्याप हुँदा गीत निस्किने हो र दाइ त्यो भए त म खतरा यतिको झ्याप भएर ब्याच खतरा आर्टिस्ट बनिहाल्थेँ नि होइन वर्ल्डको खतरा आर्टिस्ट क्या ट्रिपमा भएर त्यो गीत लेख्न आउँछ त्यो हुँदैन क्या त्यस्तो कुरा आफूले फिल गर्नु पर्यो जस्तै मैले नेपको श्री पेजमा एउटा ट्रिब्युट टु ड्याड भन्ने गीत लेखेको थिएँ क्या ए आमा मलाई सधैँ आशीर्वाद देऊ भन्ने गीत छ क्या एउटा त्यो गीत मैले तपाईँलाई हुन्छ लाइफकै सबभन्दा फास्ट लेखेको गीत हो क्या जस्तै मतलब कम्प्लिट गीत वाइज हेऱ्यो भने जस्तै भर्स त त्योभन्दा जस्तै 16 लाइन त त्योभन्दा छिटो टाइममा पनि लेखेको छु तर कसरी छिटो त्यो रसमा भएर होइन त्यो पनि होइन दाइ मतलब त्यो लागिहाल्यो त्यो लेखिहाल्यो होइन मलाई किनकि मलाई त्यो लाइफमा रिलेट छ नि त त्यो कुरा होइन त्यही क्या ब्ल्याङ्क जे दिमागमा आउँछ लेखेको गीतै सकियो क्या हुन्छ नि त त्यो टाइपको आफूलाई त्यो गर्नुपर्छ क्या त्यो अब त्यो तपाईँलाई आफूलाई कनेक्ट हुनु पर्यो दायाँ बायाँ गर्नु पर्यो तपाईँलाई त्यो केही कुराको सहारा नै चाहियो सहारा चाहिने भनेको एउटा स्पिकर बिट अनि पेन्सिल एउटा होइन दाइ पेन एउटा कपी हो क्या अनि तपाईँले आफूलाई कसरी बोल्न सक्नुहुन्छ कसरी प्रेजेन्ट गर्न सक्नुहुन्छ भन्ने कुरा हो क्या अब फ्यामिली एउटा केटाहरूको एउटा एज पनि हुन्छ क्या दाइ जस्तो त्यो एजमा तपाईँलाई मान्छेको अगाडि चुरोट त्यो पनि हो फेरि खतरा हो कि क्या हो म टाइपको हुन्छ नि त एउटा त्यो एनर्जी भनौँ न त्यो टाइपको त्यो हो दाइ अरू केही होइन लाइफले हानेपछि थाहा हुन्छ नि त त्यो सबै कुराहरू होइन त्यो कुराहरू मलाई चाहिँ त्यो लाग्छ दाइ त्यो पनि हो यार सबै एडिकै हुन्छ यस्तो गर्ने त्यो होइन अब जस्तो सबै एडिकै त्यो उयोले बनाएको त आफैले भएको हो कि दाइ भनेपछि सबै यो म्युजिक मेन त अहिले म्युजिक ऱ्यापै चलिरहेछ भन्दाखेरि अब ऱ्यापकै सिनेरीमा कुरा गरिरहेको छु नि त ऱ्याप गर्नेहरू लगभग 100मा कति चाहिँ होला भाइ सबै युज गर्ने क्या यसो बुझ्दाखेरि तिमीले अहिलेसम्म थुप्रो ऱ्यापरहरू भेट्यौ नि त दुनियाँ ट्यालेन्टहरू पनि देख्यौ होइन अब सबैलाई पर्सनली त्यसरी इन्भल्भ नभए पनि भेटिरहेको देखिरहेको यस्तो हो जस्तै मेरो सर्कलमा चाहिँ अब जस्तै तपाईँलाई चुरोट युज गर्ने खानेहरू जस्तो त नर्मल कुरा भएन तर हुन्छ नि त मलाई त्यो ड्रगै त्यो मैले देखाएको छु भेटेँ मान्छे होइन तर म चाहिँ आफै लिङ्कअप हुँदिनँ क्या त्यो कुराहरूमा ऊ बबालले होस् न होइन किनकि तपाईँलाई एउटा सर्कलले पनि तपाईँलाई धेरै फरक पारिदिन्छ क्या होइन जस्तै हुन्छ नि त त्यो कुराहरूले पनि धेरै फरक पारिदिरहेको हुन्छ क्या त्यही भएर म चाहिँ त्यो सर्कलमै छुइनँ अनि त्यो मलाई त्यो बाल पनि लाग्दैन होइन त्यो कुराहरू चाहिँ अब किनकि हामीले पनि लेखेको छ दाइ ड्रगको बारेमा लेखेको छ तर एट द इन्ड भनेको त एउटा केही म्यासेज दिएको छ नि त दाइ होइन
अब जस्तै पहिला गऱ्यौँ पहिला त नलेजै थिएन त्यो टाइममा विड सङ लेख्यो होइन खानुपर्छ गर्नुपर्छ भने त नलेज थिएन त्यो टाइममा तर अहिले बुझ्दा चाहिँ होइन इन्सपायर गर्नुपर्ने रहेछ मतलब त्यतिखेर त भर्खर सिकिरहेको थियो नि त दाइ कुराहरू त्यो हो क्या जस्तै तपाईँलाई त्यो कुराहरूले धेरै फरक परिदिन्छ दाइ सबै बुझ्ने कुरा एउटा फेज आउँदो रहेछ क्या टाइम होइन म्युजिक भनेको यस्तो कुरा हो नि दाइ होइन यस्तो कुरा हो जस्तै तपाईँको लाइफमा केही तपाईँ लो फिलमा हुन्छ नि तपाईँलाई इन्सपायर गर्ने कुराहरू हो क्या होइन त्यस्तो हुन्छ क्या जस्तै मान्छेलाई चाहिँ त्यही तरिकाले गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ म्युजिक भन्दा हिपहप भनौँ न होइन हिपहप लाइफस्टाइल अलिक त्यो कोर बुझ्यो भने दामी छ नि त होइन त्यो कुरा अब एउटा ऱ्याप माध्यम छ होइन आफूलाई होइन यस्तो हो क्या दाइ पहिलाको ऱ्यापरहरू जस्तै अहिले ट्रेन्ड कस्तो छ नेपालमा जस्तै यता ड्रग स्टकको छ नि अब पहिलाको तपाईँलाई यो पहिलाको ऱ्यापरहरू जस्तै त्यो टाइमको ऱ्यापरहरू चाहिँ उनीहरू एडिक्टै हुन्थ्यो क्या धेरै टाइमका किनकि उनीहरू एकदम स्ट्रिटबाट आएकोहरू हुन्थ्यो पुरै क्या न त्यो हुन्छ नि त कालेहरू क्या उनीहरू स्ट्रिटबाट दायाँ बायाँ हुन्थ्यो उनीहरूको लाइफ त्यो उयो नै थिएन क्या मतलब घर अहिले त नर्मल सबैको घरहरू हुन्छ उनीहरूको त्यो हुँदैन नि त अनि उनीहरूले तपाईँलाई पेट पाल्न दायाँ बायाँ त ड्रिल सिल गर्ने यताउति गर्ने हुन्छ क्या होइन त्यो टाइपको अब जस्तै त्यो चाहिँ फेरि अर्कै तरिकाले चाहिँ कस्तो होइन उनीहरू चाहिँ त्यो टाइममा ग्याङ्स्टरहरू नै हो क्या होइन ग्याङ्स्टरहरू चाहिँ त्यो टाइममा ऱ्यापर बन्न खोज्थ्यो होइन नेपालमा चाहिँ कस्तो ऱ्यापरहरू चाहिँ ग्याङ्स्टर बन्न खोजिरहेछ नि त त्यो कुराहरूले फरक पर्छ मतलब हामी पनि कुरा गरिरहेको हुन्छ गीतमा दायाँमा तर आफ्नो पर्सनल लाइफ मेरो यस्तो छ उस्तो छ भने जस्तै नर्मल कुरा गरिरहेको हुन्छ क्या जस्तै त्यो मतलब एउटा फ्याक्ट पनि हुन्छ नि त होइन जस्तै त्यो कुराहरूले पनि फरक पर्छ अब जस्तै गीतमा केटाहरू बोर्डरको कुरा गरिरहेको हुन्छ क्या बुझ्नु भएन जस्तै बोर्डरको कुरा गरिरहेको हुन्छ सामान ओसार गरेको मतलब जसको घर चाहिँ मैले बोर्डरदेखि कहाँ छ उसले बोर्डरै देखेको छैन क्या बुझ्नु भएन त्यो कुराहरू चाहिँ अलिक उयो हुँदैन नि त दाइ जस्तै हाम्रो त अब हामीले देखेको छ नि त त्यो कुरा त्यो देखेको कुरा प्रेजेन्ट गर्न पनि पाइरहेछ हाम्रै दाइहरू पहिला जाँदैन थियो त दाइ लिन होइन आफ्नै केटाहरू जान्थ्यो होइन त्यो थाहा छ नि त हामीलाई त्यो कसरी के हुन्छ भन्ने हामीले देखेको कुरा बोलाएको छ क्या त्यो कुरा कति दाइहरू पम्चर भइसक्यो पम्चर भनेको चाहिँ फ्याक्ट भएको भनेको कति खुट्टा छैन कुराहरू होइन त्यो कुराहरूले पनि दाइ फरक पार्छ क्या जस्तै अब यताउति हुन्छ नि तपाईँको आफ्नो सर्कलहरू यताउति गरेर अब त्यो कहाँ बोर्डरै देखेको छैन बोर्डरको होइन बोर्डरै देखेको छैन कहाँ कसरी सामान कसरी डिल हुन्छ के पुरै त्यो नर्मल हो क्या जस्तै त्यो केटाहरूलाई डिल गर्ने नै केटा यिनीबाट चढेर जाने केटाहरू हुन्छ होइन दायाँ बायाँ हुन्छ कसरी के हुन्छ त्यो अब त्यो नगरेको नि गीतमा आएर यताउति अब स्टिल पनि हाम्रो अहिले मेरो साथीहरू पनि त्यस्तै छ क्या होइन केटाहरू सुन्नु न दाइ गनसनको कुरा गरेर गन चाहिँ कहाँबाट जान्छ भन्ने कुरै होइन त्यो होइन छ नि त दाइ फ्याक्ट कुरा हो नि होइन यताउति त्यो छैन त भन्ने त्यो तरिकाले त्यो पनि फ्याक्ट कुरा हो नि त दाइ फ्रिजिङ कसरी फ्रिज भनेकै थाहा छैन कति केटाहरूले फ्रिज भनेको चाहिँ कति कुरा हो यो भनेको मेरो एउटा साथी छ क्या पारि गएर कटुवा ल्याइदिन्छु भन्दा क्या मलाई कटुवा ल्याइदियो नि त भन्थ्यो म पनि छोड तर त्यो कहाँ अब त्यो उता गएर माल फाँक्यो फिनिस हानेर कति कुरा चाहिँ अब चाहिँदो पनि बोल्नुपर्छ क्या गीतमा चाहिँ क्या होइन हो नि भाइ मलाई चाहिँ त्यो लाग्छ जस्तै मिस्टेक होला कति नेगेटिभ पहिला के गर्छ तर अलिक बुझ्ने भएपछि चाहिँ अलिक मलाई खासमा यो ऱ्याप सिनै बिग्रेको जस्तो लागिरहेछ खासमा होइन त्यो अब यस्तो हो दाइ त्यो कुरा चाहिँ अब जस्तै आफूले गर्न नजानेको हो कि भन्ने कुरा हो क्या आफूले चाहिँ कसरी लिएर जान्छ भन्ने कुरा हो क्या दाइ होइन अब त्यो कुराहरू यस्तो पनि भयो होला टाइम अनुसार पनि होला पहिला त्यो खालको थियो होइन अब मान्छेलाई त्यही कुराले मात्रै भएन नयाँ कुरा चाहेर यो भएको पनि हुनसक्छ होइन पहिला मान्छेहरू कस्तो थियो पहिला ढुङ्गाले आगो बाल्ने त्यसले टाइम ट्राभल भयो हुँदै गयो होइन मान्छेलाई त्यही कुरा हो इन्भेन्ट भयो त्यही हो जस एउटा सकेसम्म एउटा अलिक फ्याक्ट चाहिँ चाहियो भन्ने कुराहरू फ्याक्ट चाहिँ थुक्नै पर्ने हो जस्तै तपाईँले आफूले नगरेको भए पनि आफ्नो तपाईँले जस्तै एक्जाम्पल मैले कति कुरा गरेको छु होइन
र तपाईँले गर्नुभएको छ, तपाईँ मसँग नजिक हुन्छ क्या, तपाईँको बारेमा पनि बोलिदिन पाएँ क्या त्यो कुरा क्या। तर चाहिँदो भन्दा बढी चाहिँ भयो भने अलिक गिद्दीहरू हुन्छ जस्तै होइन, जस्तै अब हाम्रै त हुन्छ नि त त्यो उयसकै गीतमा क्या, त्यो पूर्वको पाब्लोमै क्या होइन, त्यो साँच्चै भाइ त्यो हाम्रो त्यो कुराहरू छ नि त सुट रियल टक हो नि त दाइ होइन, दायाँ बायाँ एउटा तरिकाले। सानो गाउँमा घर घर घरभित्र बन्दुक होइन, पड्किँदा प्रहरीको नि दन्टोल बरी कर्फ्यू, त्यही हो नि त, कर्फ्यू सर्फ्यू यताउति दायाँ बायाँ। त्यो अब हेर्नु न, यसलाई हाम्रो ठाउँमा यस्तो मारिदियो भन्न सकिन्थ्यो नि त दाइ, तर घुमाएर भनेको छ नि त त्यो कुरा, तपाईँले कसरी प्रेजेन्ट गरिरहनु भएको छ भन्नेमा फरक पर्छ क्या। त्यो कति बाहिरको मान्छेले बुझ्दैन, तर केटाहरूले देखेको, केटाहरूले भोगेको, केटाहरूले सुनेको केटाहरूले त बुझ्छ क्या त्यो कुराहरू, त्यसले त्यस्तोहरू चाहिँ फरक पार्छ भन्ने कुरा हो। अब तिमीले टक्क ऱ्यापमा यो भन्यौ, अब नबुझ्ने मान्छेहरूले अहिले त बुझेन होला, तर पछि यो कुरा कोटेर कुनै दिन त्यो मान्छेले सुन्यो भने ए यो मान्छेले यसरी भन्यो, त्यतिखेर टाउकोमा चढाएर आउँछ नि त होइन, त्यतिखेर बुझ्छ। अब जस्तै सिधै सिधै स्ट्रेट भन्न पनि सकिन्छ, तर स्ट्रेट भन्दा राम्रो सुनिँदैन टक्क। त्यही भएर त यो ऱ्याप निस्केको होला त मान्छेको त्यसरी होइन, होइन दाइ? होइन तर दाइ यस्तो रहेछ अहिले, अहिले चाहिँ कस्तो होइन, त्यो पहिला चाहिँ त्यो थियो मनको पीडा प्लस मनको पीडा भन्दा नि एउटा सोसाइटीमा जस्तै हुन्छ नि त, खासमा फ्रिडमको लागि फ्रिडमको लागि, तर अहिले यो उयो भइसक्यो क्या तपाईँलाई एकदम। अहिले यो वर्ल्ड वाइड भएपछि चाहिँ गेम बिग्रेको जस्तो लाग्छ क्या, वर्ल्ड वाइड भयो नि त होइन। तर नेपालमा खतरा त्यो पहिलादेखि नै हुन्छ नि त एउटा तरिकाले, त्यो जमानादेखि थियो क्या, मतलब त्यो भनेको त खतरा कुरा हो क्या। त्यतिखेर तपाईँलाई यस्तै हुन्छ नि त, अमेरिकामा बवाल ग्रो हुँदै गर्दाखेरि नेपालमा हिपहप मतलब ऱ्याप आइसकेको थियो क्या। अब हिपहप त थियो नेपालमा दाइ पहिलादेखि नै, त्यो दाइहरूले गिरिस दाइहरूले ऱ्याप निकाल्नुभन्दा अगाडि हिपहप थियो, स्टिल हाम्रै यहाँ हाम्रो दाइहरू थियो नि त होइन, टक्क त्यो टाइपको ड्रेसअप हानेर हिँड्ने दायाँ बायाँ दाइहरू थियो यार पहिला त्यो कुरा। यहाँ हाम्रो यहाँ दाइ के पो सुन दाइ, राजन दाइ भन्नु होइन, राजन दाइ माथि हाडखोलामा एउटा दाइ हुनुहुन्थ्यो, मैले सानैदेखि हङकङमा हुन्छ होला त्यो दाइ, अशोक दाइले पनि ठ्याक्क के अरे नवीन के दाइ कस्तो बिर्से, हङकङमा हुन्छ होला, हाडखोला होइन दाइको उता हो माथिको हो क्या, कस्तो बिर्से, हाम्रो चिसाङ सेवा छैन दाइको पसलको साइडमा हो क्या दाइको घर चाहिँ क्या। स्टिल क्या, स्टिल त मैले आजभन्दा 4-5 वर्ष 6 वर्ष अगाडि कहिले भेटेको थिएँ दाइलाई, टक्क क्याप स्याप ल्याउँदै स्टिल त्यो भाइब छ क्या। मतलब पहिला हाम्रो नेफ्ट साइड दाइहरूको यो गीतहरू इन्फ्लुएन्स खतरा भयो भने होइन, त्यो कुराहरू जस्तै त्यो टाइम होइन, त्यो टाइममा दाइहरूले खतरा गरेको क्या। मैले उयो हाम्रो मिस्टर के दाइलाई पनि भेटेको थिएँ होइन, हाम्रो उयो दाइलाई क्या, अनि नेफ्ट साइडेजकै दाइ थिएन यस्तो क्याप लगाएर यस्तो उयो गर्ने दाइ, त्यो दाइलाई पनि भेटेको थिएँ अस्ट्रेलियामा होइन। त्यो दाइको मलाई खतरा लाग्ने क्या भिडियोहरू क्या, त्यो दाइको जस्तै लुक्सहरू दायाँ बायाँ होइन, अनि त्यो कुराहरू बवाल त्यो दाइ त्यो टाइपमा इन्फ्लुएन्स त पहिलादेखि खतरा भएको। अहिले त त्यो टाइपको जस्तै हिपहपमै अहिले त्यो टाइपको फेसन ड्रेसअपहरू छैन नि त, भन्दा नर्मल्ली त्यो अहिले त चेन्ज भइसक्यो क्या सबै कुरा, टाइम अनुसार। अब 25 जन कस्तो हुन्छ होला अबको 50 वर्षमा क्या होइन, त्यो कुराहरू जस्तै आफूलाई क्लोदिङहरू चाहिँ मतलब आफूलाई कम्फर्ट हुनु पऱ्यो। जस्तै मेरो पनि त्यही छ क्या दाइ बानी चाहिँ, मतलब अलिक मलाई ठुलै त्यो भन्नुको चाहिँ म ऱ्याप गाउँछु भन्नाले मलाई त्यो पहिलादेखि नै अलिक ठुलो लाम टाइपको पहिलादेखि क्या, त्यो सानै त्यो स्कुल पढ्दादेखि हुन्छ नि अलिक कहिले काहीँ चुचुच पनि हान्नु हिँड्थ्यो दाइ होइन, त्यो टक्क त्यो एउटा एज रहेछ क्या त्यो कुराहरू क्या। स्कुलमा चल्थेन, स्कुलको पेनहरू पुरा त्यो अमिताभ बच्चनको जस्तो बनाएर क्या, ब्यागी के हुन्छ त्यसलाई अब सानो सानोमा खुट्टाहरू चाहिँ यत्रो यत्रो होइन, पेन लगाएको भोलिपल्ट सरले क्या लाइनबाट निकालिकन अर्को पेन सिलाउन मलाई त्यस्तो हानेको छ नि दाइ। त हाम्रो स्कुलमा त सबैको त्यस्तो यार प्राय यार, होइन चलन थियो होइन, त्यो एउटा जमाना थियो भनौँ न। अब आफूभन्दा सिनियर क्लासको दाइहरूले लाएर हिँड्दिने, अब उनीहरूलाई सरहरूले के भनेको छैन, चल्दै लाएर हिँड्ने पङ्कीलाई भ्याल हो पङ्कीलाई। बाहिरतिर भाइ कति लगभग कतिवटा देशतिर गयो त्यो सोको? त्यस्तो 2टा मात्रै गएको छु दाइ म, दुबई र युएई र उता अस्ट्रेलिया, 2 ठाउँमा लगभग कतिवटा सो भयो होला?
दुईटा जस्तै सो मात्रै भाडा उतातिर त्यस्तै हुन्छ दाइ जस्तै अब हाम्रो त्यतिखेर भर्खर पनि थियो होइन तर जस्तै अस्ट्रेलियामा चाहिँ अलिक धेर हुने हो त्यतिखेर अब भर्खरै पनि थियो अनि तिमीलाई हामीलाई त जानै ठुलो कुरा हो नि होइन त्यो दामी टाइममा कुरा हो नि। यो कुराहरू अब तिमी पहिलादेखि हामीले देखि होइन तिमी पहिला ऱ्याप सुरु गर्दाखेरिदेखि यहाँसम्मको एचिभमेन्ट हामीलाई त्यो प्राउड फिल हुन्छ क्या एक तरिकाले सोच्दा होइन। त्यही माथि हाम्रो लेटाङलाई प्रमोट गरेर गरेपछि त्यो अभियसली सबैलाई प्राउड फिलै हुने हो होइन। अनि अब तिमी त्यो लेभलदेखि त्यहाँ पुग्दाखेरि तिमीलाई कस्तो फिलहरू एक्सपिरियन्सहरू कस्तो रह्यो? जस दामी लाग्थ्यो जस बाहिर पहिला एउटा त ड्रिम पनि हुन्छ नि जस्तै ऱ्याप गर मतलब सो गर्न जानु भनेको एकदम खतरा जस ड्रिम पनि हो भन्ने कुरा हुँदा होइन सुरुमा पाइला चालेको त्यसरी त्यही सोचेर एउटा ड्रिम लिएर त त्यहाँसम्म पुग्यो। पहिला अब जस्तै अरू आर्टिस्टहरूको टक्क सो गर्न गएको फोटोहरू देख्दाखेरि दामी हाम्रो चाहिँ कहिले पालो टाइपको हुन्छ नि त त्यस्तो कुराहरू चाहिँ एउटा बवाल लाग्दो रहेछ। कतिको फरक लाग्यो क्या यताको लगभग अब लिसनरहरू भयो होइन अब नेपालीहरूको अगाडि अब उता पनि नेपालीहरूले त सुन्यो अरूले होइन तर नेपालमा जस्तो क्रेज होइन अडियन्सहरू उता कस्तो अर्कै टाइप उतातिर चाहिँ बाहिरतिर चाहिँ अर्कै कस्तो भन्नाले त माया हुँदो रहेछ क्या एउटा हुन्छ नि त मतलब अडियन्सले देखाइदिने पनि होइन अब जस्तै सबैले पनि त्यो हुँदैन तर हुन्छ नि त उतातिर चाहिँ अब जस्तै आफ्नो एउटा कति वर्ष मान्छेहरू घरैको आएको हुँदैन नेपाली आएको हुँदैन होइन उतातिर चाहिँ अब अर्कै टाइपको अब सबै मान्छेले बस्नेहरूको माइन्डसेट पनि अर्कै त्यो पनि हुन्छ दाइ त्यो पनि फरक हुन्छ दाइ किनकि कति कुरा देखेको हुन्छ दाइ होइन कहिले लाइफमा नदेखेको कुराहरू देखेको उनीहरूले देखिसकेको हुन्छ यताउता अलिक आफ्नै देशको आर्टिस्ट आउँदा होइन तर जे भए पनि हुन्छ नि त मतलब नेपालमा पनि मजा हो क्या त्यो कुरा चाहिँ जस्तै मलाई चाहिँ क्लबहरू भन्दा नेपालको यो महोत्सवमा बवाल लाग्छ क्या मौसममा ठिक लाग्छ किनकि कस्तो भने क्लबतिर त टिकट पनि त्यस्तै हुन्छ नि त मतलब एफोर्डेबल एउटा जस्तै 1000 भनेको मतलब कति एउटा यङ एजको केटाहरूको लागि त्यो एफोर्ड गर्ने कुरा पनि हुँदैन नि त दाइ होइन सबैले होइन गर्छ कतिले तर सबैको हुँदैन नि त होइन तर महोत्सव भनेको तपाईँलाई 100-200 हुने हो क्या टिकटहरू जस्तै तपाईँलाई हरेक मान्छेहरू आइरहेको हुन्छ क्या हेर्नलाई क्या त्यो चाहिँ एकदम एफोर्डेबल प्राइसहरू हो नि त त्यहाँनिर चाहिँ भेटिन्छ क्या आफ्नो मलाई हुन्छ नि त यस्तोहरू मतलब सुन्ने अडियन्सहरू पनि रहेछ मतलब यो टाइपको अडियन्सहरू पनि भन्ने त्यो चाहिँ फिल हुन्छ क्या बाहिरतिर पनि त्यही हो जस्तै बाहिरतिर त क्लबहरूतिर हुन्छ त होइन अलिकति झन् उताबाट चाहिँ अलिकति झन् धेरै माया पाए जस्तो फिल हुन्छ उतातिर पनि त्यस्तै हुन्छ त यार मलाई चाहिँ मैले दुबई चाहिँ धेरै 3 चोटि जस्तो गरेँ त होइन दुबईमा चाहिँ एउटा छुट्टै भाइब लाग्छ क्या त्यहाँ क्या त्यो फिल भइहाल्छ नि त्यही अर्काको देशमा जस्तै आफ्नो नेपाली दाजुहरू आफ्नो दाजुभाइहरू भयो आफ्नो टोलको केटाहरू गाउँको केटाहरू हुन्छ नि त त्यो भेट्दा पनि दामी जे अस्ति लास्ट टाइम चाहिँ म दुबई जाँदाखेरि भेटेको थिएँ क्या हाम्रो यहाँ यता विशाल भने हाम्रो तान्त्रिक दाई होइन अनि हाम्रो यता के अरे कमल सुमन दाई सुमन दाईसँग भेट भयो होइन नाने दाई अनि हाम्रो गोही दाई हो हाम्रो गोही दाईलाई पनि भेटेको होइन मैले दाई पनि ठ्याक्क कामसाम सकेर आएको रहेछ हुन्छ नि त दाईसँग यता भिडियो सिडियो सुट गर्न गयो होइन त्यो अर्कै फिल हुन्छ अनि हाम्रो यता माथि राजु दाई हुनुहुन्छ तपाईँ चिन्नुहुन्छ कि हुनुहुन्छ दाईलाई धेरै वर्ष भइसक्नु दाई जानुभएको दाईले एकदम हुन्छ नि त गएको बेला दाईहरूले गिफ्टहरू दिइरहेको हुन्छन् क्या होइन त्यो कुराहरू जस्तै आफ्नै ठाउँको दाईहरूलाई भेट्दा अलिक अर्कै होमी फिल आउँछ नि त होइन अर्कै हुन्छ क्या त बाहिरतिर जस्तै तपाईँ लेटाङमा भेटिरहनु र तपाईँ काठमाडौँमा भेट्दा कस्तो अर्कै डिफ्रेन्ट भाइब हामीलाई त्यही काठमाडौँ गएर अब लेटाङको मान्छेहरू कहिले नबोलेको मान्छे होस् तर लेटाङकै मान्छे होस् देखिरहेको मान्छे ल त्यहाँ आफ्नो मान्छे छ है भन्ने त्यो आफ्नो अर्कै फिल हुन्छ क्या त्यो कुराहरूले पनि फरक पार्छ दाइ यस बाहिरको पनि एक्सपिरियन्सहरू दामी छ होइन मायाहरू राम्रै छ दाइ त्यो कुराहरू ठिक छ। अनि अब हामी अर्को कुरा के कुरा गर्छौँ के सोचिरहेको थिएँ मैले भाइलाई एउटा क्वेसन सोध्नु मन लागिरहेको काटेर मिलाऊँ न के भन्नु ठ्याक्क सोचिरहेको क्वेसन चाहिँ अनि बोल्दा बोल्दै त्यो कहाँ हराइजान्छ क्या टक्क बोल्दा एउटा उयसमा भिजिहालिन्छ क्या भन्नु न के अन्तिम गरौँ त त्यही हजुर ए भाइहरूलाई
अब आउँदै गरेको आर्टिस्टहरू छ होइन, ऱ्याप आर्टिस्टहरू भाइहरू छ होइन, भाइहरूलाई चाहिँ कसरी उनीहरूलाई मोटिभेट गर्दा अथवा कसरी अब तिमी त अलिकति लिडर जस्तै नै हो नि त, लिडर मतलब होइन मैले भन्नु भन्न खोजेको खोजेको अब होइन, अब यस्तो तिमीबाट इन्फ्लुएन्स परेर थुप्रो यहाँ छ नि त। अब तिमी त्यो भयो, अब तिमी धेरै जसो अब बाहिरतिरै गऱ्यौ होइन, तिम्रो आफ्नो पर्सनल लाइफमा बिजी पनि भयो, आफ्नो सोहरू गर्दै कुद्यो टक्क यसो हामी त यहीँ थियौँ हामी त होइन, हामीलाई त्यो देखिरहेको चिज छ क्या। मैले कति देखेको छु भाइहरू टक्क इन्फ्लुएन्सर, टक्क मासिरको भाइहरू भयो, यहीँ मेरै चोकको भाइहरू छ होइन, यस्तो 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 दाइ यसो उनीहरूलाई त्यो फाल्टै खालको क्रेज छ क्या, उनीहरूको त्यो टाउकोमा अर्कै खालको आगो बलेको छ क्या उनीहरूको चाहिँ होइन। अब त्यस्तो त्यस्तो छ, त्यही भएर तिमीले चाहिँ कसरी अलिकति उनीहरूलाई प्रमोट गर्न सक्छौ क्या, के गर्दा चाहिँ ठिक प्रमोट त दाइ त्यही हो, जस्तै हामीले पनि गर्ने भनेको त्यही हो। अब जस्तै भेटेको बेला हुन्छ नि त, मतलब अब जस्तै पहिला हामीले अलिक अगाडि उयो पनि गरिरहेको थियो क्या, मिटअप पनि गरिरहेको थियो आएको बेला होइन, त्यो तरिका। अब अहिले चाहिँ दाइ के छ भने जस्तै आफ्नै पर्सनल लाइफकोमा अलिक प्रब्लम चलिरहेछ क्या कति कुराहरू होइन, त्यो कुराले अब जस्तै हरेक त्यो टाइम पनि दिन सकिँदैन नि त त्यो कुरा चाहिँ। तर केटाहरूलाई भेटेको बेला म भनिदिँदै हुन्छ। अब त्यही हो क्या कुरा, जस्तै हामीले तपाईँलाई त गीत सेयर गरिदिएर खतरा हुन्छ भन्ने पनि हुँदैन त होइन, होइन त्यो कुराहरू मतलब त्यो कुराले पनि फरक पर्छ। मेन भनेको चाहिँ अब त्यही भेटेको बेला अब त्यो सिकाउनु पर्यो दाइ, बुझाउनु पर्यो त्यो कुराहरू होइन, अब कस्तो तरिकाले लिन्छ हुन्छ नि। अघि पनि कुरा गरिसकेको छ क्या हामीले यो बारेमा, जस्तै सिक्न खोज्नु पर्यो क्या दाइ, बुझ्नु भएन। जस्तै तपाईँले उनीहरूलाई पनि एउटा सिक्न खोज्यो भने, जस्तै त्यो गर्यो भने चाहिँ त्यो राम्रो कुराहरू हो क्या। जस्तै हुन्छ नि तपाईँलाई ठाउँसम्म लगेर ठाउँ देखाइदिनु नै त्यो बाटो देखाउँ हामीले त भन्दिने हो नि त त्यो कुराहरू त होइन, बाटो हल्का देखाइदिने हो, दायाँ बायाँ तरिकाले देखाइदिने हो सबै। अब त्यो कति कुराहरू चाहिँ त्यो आफै केटाहरूले पनि बुझ्नुपर्छ। जस्तै क्वालिटी दिन सक्नु पर्यो, गीत राम्रो गर्न सक्नु पर्यो भन्ने कुरा क्या, प्र्याक्टिस गर्नु पर्यो, रस हुनु भएन होइन, रस चाहिँ लिनु भएन क्या, टक्क चिलमा हुन्छ नि। जस्तै तपाईँले एउटा गीत लियो मैले खतरा गरेँ त्यो तरिकाले भन्नाले पनि ट्राई गरिरहने नयाँ, जस्तै एउटा राम्रो हुन्छ त्योभन्दा झन् बेटर बनाउन सकिन्छ होइन। त्यो कुराहरूमा चाहिँ अलिक फोकस गर्नुपर्छ जस्तो लाग्छ दाइ होइन। अब किनकि अब मलाई चाहिँ त्यो लाग्छ त्यो कुराहरू चाहिँ हो, त्यही त्यसरी नै गर्नु है सबैलाई। अब जस्तै आफ्नो पर्सनल लाइफ हुन्छ नि, जस्तै आफ्नो फ्यामिलीलाई पनि लिएर सँगै हिँड्न सक्नु पर्यो क्या, बुझाउन सक्नु पर्यो के गर्नु पर्यो जस्तै गर्नु। अहिलेको जमानामा जस्तै तपाईँलाई पहिलाको जस्तै त्यो जमानै थिएन नि त, मतलब म्युजिक तपाईँलाई जस्तै अहिले त घरमै एउटा केटाहरू त्यो बुझ्ने भइसक्यो क्या। जस्तै तपाईँलाई एउटा चुरोट खाने पैसा हुन्छ तर रेकर्ड गर्ने पैसा हुँदैन भनेर त्यो अलिक उयो कुरा हो नि त, आफैले मिलाउनु पर्छ नि त। हामीले पनि घरबाट पैसा माग्दै गरेर त गरे होइन नि त, त्यो आफैले टक्क यो चाहिँ हुनु पर्यो क्या, एउटा त प्यासन र एउटा हङ्गर हुनु पर्यो क्या। मैले एउटा गीत बनाएको छु, यो गीत रेकर्ड गर्न या रेकर्ड गरेर भिडियो बनाउन चाहिँ टक्क हुन्छ नि त, म मिलाउँछु आफ्नो तरिकाले गर्नुपर्छ, दायाँ बायाँ के गरेर हुन्छ, के भयो दाइहरू बाहिर हुन्छ होइन, यताउति हुन्छ नि त, त्यो तरिकाले गरेर हुन्छ कि के गरेर हुन्छ। हामीले त्यही हो दाइ, अहिले अब अलिक इन्सपायर गर्नु पर्यो भेट्दाखेरि होइन, गरि पनि रहेछ त्यो कुराहरू होइन, सब पोजिटिभ इनर्जी पास पनि गरिरहेछ होइन। त्यही हो, अब जस्तै उनीहरू त्यो उयो पनि हुनु पर्यो क्या दाइ, जस्तै अलिक हुन्छ नि त, सबैको घर गएर त इन्सपायर गर्नु सकिँदैन नि त दाइ होइन। त्यो हुन्छ नि त, अब जस्तै उनीहरूलाई केही त्यो उयो भाइ मलाई फेरि त्यसमा डेन्जर हङ्गर छ क्या दाइ, के अरे हाम्रो यो बुढा थोकी भाइ, त्यो भाइ क्या दाइ आउँछ म्यासेज गर्छ यताउति आएर भेट्छ, त्योसँग छ अलिकति। सुन्नु न दाइ, त्यो कुरा हो नि त दाइ दामी। अब जस्तै अब केटाहरूले 100जना ऱ्यापर छ भने घरमा केटाहरूको आफ्नो ठाउँको भयो भने तपाईँलाई घरमा गएर त इन्सपायर गर्न सकिँदैन नि त दाइ होइन। त्यो हङ्गर हुनेहरू आफै आउँछ क्या दाइ होइन, त्यो भाइ आउँछ जस्तै हुन्छ नि दाइ, घर अगाडि आउँछ, त्यसलाई चिया खुवाएर यसो म गफसफ दिइरहेको हुन्छु क्या, म्यासेज गर्छ। अहिले मेरो पुरानो आइडी अहिले उयो भयो क्या, फेसबुक आइडी आफ्नो तरिकाले त्यो कुरा त्यस्तो हुनु पर्यो क्या। जस्तै तपाईँलाई एउटा सिक्न खोज्ने इच्छा भयो त सिकाउन पनि मन लाग्छ त, सिक भनेर चाहिँ सकिँदैन नि त्यो कुराहरू होइन त।
गदालाई पनि जोताउन उयो हुन्छ नि त म्याच गोरुलाई पनि नहानेसम्म त उयो गर्दैन नि त दाइ होइन एउटा तरिकाले मतलब त्यो कुरा जस्तै गदालाई जबरजस्ती कुदाएर घोडामा त्यो कुराहरू हो जस्तै हामीले पनि सबैले जस्तै आफ्नो लाइफमा पनि कति प्रब्लम हुन्छ के गरेर हुन्छ होइन त्यो कुरा मिलाएर लगिदिनुपर्छ अब हामीले पनि यो कुराहरू सबै मिलाएर जानुपर्छ होइन त्यही हो उनीहरूले गर्ने कुरा आफूले गर्नु त्यही हो दाइ आफ्नो त्यही हो क्या ठिक छ त्यो कुराहरूले चाहिँ फरक पर्छ अलिक किनकि लङ रन जानु छ भने सानो चित्तको गरेर पनि भएन दाइ होइन हामीलाई पनि अब स्टिल हुन्छ दाइ भन्नेहरू हुन्छ कुरा काट्नेहरू भाइहरूले पनि यो कुराहरू बुझ्नु पर्यो होइन अन्डरस्ट्यान्डिङ हुनु पर्यो धेरै सिक्न खोज्नु पर्यो गर्न खोज्नु पर्यो दाइ होइन त्यो तरिकाले हाम्रो कस्तो हङ्गर थियो त दाइ होइन हामी कहाँ कहाँ अशोक दाइ हामी कहाँ पुग्दिँदै हाम्रो लोकल लाइन ब्याटल हुँदाखेरि दाइ जाम आज ब्याटल छैन हामीलाई ब्याकअपै छैन हामीलाई कस्तो आइडिया त्यो लोकल लाइन ब्याटल थियो नि होइन त्यतिखेर दाइ जाम न भन्ने एउटा टक्क हुन्छ नि त एउटा त्यतिखेर दाइले ब्याटल गर्नु भएको थिएन मैले ब्याटल गरिरहेको थिएँ त्यही पनि एउटा हुन्छ नि त एउटा ब्रदरहुड टाइपको भाइलाई हेल्प टाइपको कुराहरू होइन दाइ हामी जोन दाइ पनि थियो है त्यतिखेर हाम्रो जोन दाइ म हुन्छ नि त दाइ सपोर्टमा त्यो टाइपको एउटा हुन्छ नि त दाइ एउटा एनर्जी थियो त्यो तरिकाले गर्नु पर्यो अब जस्तै ठाउँ हामीले दिने होइन क्या दाइ होइन ठाउँ भन्ने तपाईँलाई ठाउँ आफै बनाउँदै जानुपर्छ क्या दाइ जस्तै हामीलाई पनि घरमा बसेर तपाईँलाई गीतै लेखेर गरेको थिएँ भन्दा हुन्छ केही पनि हुँदैन थियो नि त गयममा कहाँ के भइरहेछ अडिसन दिएर दाइ अझै अहिले त त्यो टाइपको पनि छैन नि त पहिला अस्ति नै त लोकल राइमको उयसमा पनि त्यस्तो थिएन नि त होइन अनि हामीले त त्यतिखेर त्यो टाइममा मसँग अझै स्टिल भिडियो छ क्या हाम्रो ट्रिक्स दाइ र हाम्रो हाम्रो कविजी दाइ होइन दुईजना टक्क उयो ट्याक्क हुन्छ नि त तपाईँले त्यहाँ गएर ऱ्याप सुनाउनु पर्ने अगाडि दाइले ट्रिक्स दाइ बसेर अगाडि को ऱ्याप हान्न आउने गएर टक्क ऱ्याप हान्नु पर्यो सेलेक्ट अब दामी हानेको छैन सेलेक्ट त्यो टाइपले हामीले दिएको हो क्या दाइ अनि त्यहाँ गएर पनि ब्याटल गरेको हो नि त अनि त्यहाँनिर म रबार्समा पनि गएको हो दाइ रबार्समा पनि गएको हो होइन तपाईँलाई रबार्स हुँदै श्रीपेज भइदियो क्या श्रीपेजमा पनि तपाईँलाई यहाँदेखि इटरी गएर हुन्छ नि त त्यहाँदेखि त्यो टाइममा अब कति ऱ्यापहरू छ बिहानदेखि बेलुकासम्म केही नखाइ लाइनमा बसेर ऱ्याप हानेर त्यो गरेको हो नि त दाइ ठाउँ छ क्या अहिले क्या बुझ्नु भएन ठाउँ छ दाइ गर्न सक्नु पर्यो त्यो गरेर अब कसैको एउटा मान्छेले लाइफै बनाउँछ भन्ने त होइन नि त दाइ होइन त्यो कुराहरू चाहिँ आफैले बुझ्नु पर्यो ठाउँ बनाउन सक्नु पर्यो होइन यताउति गर्नु पर्यो त्यही हो दाइ तिमीलाई त त्यही त मोटिभेट गर्ने हो होइन त्यही हो होइन मलाई चाहिँ त्यो लाग्छ किनकि हामी पनि त्यत्रो उयोसम्म हुन्छ नि त मतलब आफूलाई त फिल हुन्छ नि त मैले अब कति के गर्नु मलाई पनि छ नि दाइ त दाइमा इच्छाहरू सबै खतरा होस् होइन दाइ दामी होस् भन्ने त छ तर आफू पनि खतरा भएर निस्किनु पर्छ क्या दाइ भने आफू पनि ठाउँ खोज्नु पर्यो सुरुमा अझै होइन आफूले ठाउँ बनाउनु पर्यो जानु पर्यो यताउति अहिले त किनकि प्लेटफर्म धेरै छ नि त दाइ होइन प्लेटफर्म धेरै छ लाइन लागेर हामी पनि लाइन लागेर मेरो पनि कोही थिएन नि त दाइ त्यो टाइममा त तपाईँलाई गएर चिन्ने मान्छे मेरो दाइ भन्ने दाइ माया त त्यस्तो थिएन नि त लाइनमा गएर दाइ श्रीबेदमा 8,000 10,000जना ऱ्यापर थियो क्या बुझ्नु भएन त्यहाँ गएर त सेलेक्ट हुँदै लाइन लाएर यहाँ पूर्वमै 600-700जना थियो बिहान गएको 8 बजे रातिको 8 बजे पालो आएको थियो क्या ऱ्याप हान्ने क्या त्यो त भयो काठमाडौँमा तपाईँलाई बिहान गएको तपाईँलाई भोलिपल्ट मात्रै पालो आएको थियो क्या घरमा त्यो छैन क्या कि नखाएको छ न केही गरेको छ त्यो हुन्छ नि त एउटा त्यो हङ्गर थियो नि त होइन त्यो हुनुपर्छ क्या अब कहाँ ठाउँमै सबैले ल्याएर दिने भन्ने त होइन नि त त्यो कुराहरू चाहिँ मलाई अलिक हुनु पर्यो भन्ने कुराहरू सबैले बनाएर पनि हुने कुरा होइन दाइ होइन त्यही भाइले नि गर्छ होला बिस्तारै होइन त्यो हुन्छ दाइ त्यो सबै गरेर होइन हङ्गर मेरो चाहिँ कुरा त्यही हो क्या तपाईँलाई सिक्न मन छ भने दाइ म तपाईँको घरमा गएर यसलाई त सिक्न मन रहेछ भने चाहिँ तपाईँको घरमा जान फरक पर्दैन क्या बुझ्नु भएन यसमा हङ्गर छ है होइन त्यो टाइपको त्यो हामीले गरे पनि छ क्या त्यो कुराहरू क्या दाइ होइन तर अब बाल छैन त्यो दायाँ बायाँ यस्तो उस्तो भनेर त हुँदैन नि त टक्क म्यासेज आएको बेला टक्क भेटेको बेला टक्क म्यासेज गर्न सक्छ होइन यताउति गरेर भेटी पनि हुन्छ त्यो कुराहरू त्यस्तो हो दाइ कुरा चाहिँ होइन मलाई चाहिँ त्यो लाग्छ दाइ त्यो कुरा होइन अब बिस्तारै बिस्तारै आउने ऱ्याप सङहरू नि मैले लेटाङ्ग भनेको होइन ग्लोबली नै भनेको होइन त्यस्तो कोर खालको हुँदैन होला क्या मतलब
एउटा आर्टिस्टको अहिले अलिक मेलोडी पछि बिस्तारै गएर अब तिम्रो पनि कोर लिसनरहरू पनि छ होला मेरो चाहिँ धेरै कोर छ क्या अलिक हुन्छ नि त मतलब तपाईँलाई अलिक हार्ड कोर सुन्नेहरू हुन्छ नि त त्यो टाइपको छ होइन मलाई म पनि फेरि खासमा त्यही गर्न मन लाग्छ दाइ होइन जस्तै मेरो रुट चाहिँ त्यो हो भन्न खोजेको तर टाइम अनुसार होइन मतलब चेन्ज पनि गर्दै जानुपर्छ क्या दाइ तपाईँले जस्तै एउटै कपडा लाएर तपाईँ लाइफ टाइम हिँड्ने होइन नि त तपाईँको टाइम अनुसार सबै चेन्ज भइरहेको हुन्छ नि त त्यो कुरा जस्तै आफूलाई चेन्ज गर्न सकेन भने गाह्रो हुन्छ दाइ त्यो कुराले पनि आफ्नो रुट पनि बिर्सिनु हुँदैन दाइ आफ्नो कसरी स्टार्ट गरेको थियो होइन मतलब कस्तो टाइपले गरेको थियो त्यो कुराहरू पनि लाँदै जानुपर्छ तर एउटा म्युजिक वाइज पनि जानुपर्छ भन्ने कुरा हो क्या मैले चाहिँ के भनेको भने त्यस्तो चिज भएर निस्किँदैन जस्तो लाग्छ क्या अब आउने ऱ्यापहरू क्या त्यस्तो चिज भएर अब तिम्रो बिस्तारै गएर तिम्रो त्यस्तो कोर फ्यानहरू पनि हुँदैन होला क्या त्यस्तो टाइमले त हो टाइम बदलिन्छ ट्रेन्ड अर्कै छ होइन अब मेन त अलिकति मलाई यो मेला महोत्सवतिरको त्यो म्युजिकहरू हुन्छ नि कन्सर्टहरू हराएको छ अहिले खासमा होइन मेलाले सब अन्त मेलाले त्यो चाहिँ हो फेरि पहिला अब कन्सर्ट हुन्थ्यो अब हामीले पनि लाग्यो सबभन्दा सुरुमा धेरै अगाडि त्यो मन्त्र ब्यान्डहरू आउँदाखेरि त्यसपछि तर उयोहरूलाई दर्शकहरूलाई चाहिँ फेरि दामी कुरा हो क्या पहिला एउटा मात्रै कन्सर्टमा आर्टिस्टहरू हेर्नु मिल्थेन अहिले तपाईँलाई भेराइटी छ नि त होइन त्यो तरिकाले त्यो पनि सही हो नि त एउटा सुविधाले पनि मान्छे बिगार्दै रहेछ क्या सुविधाले त दाइ अनि सुविधाले त बिगार्छ फेरि सुविधाले बिगार्छ नि दाइ द फ्यासिलिटिज टेकिङ द एडभान्टेज त्यस्तो त्यस्तो छ है कुराहरू कस्तो छ नि यार कुराहरू त त्यस्तै हो दाइ धेरै कुरा गर्दा गर्दै त्यही हो दाइ रेडियो चाहिँ दामी लाग्यो मलाई फेरि सेक्सी छ है मेरो बाउको ठुलो योभन्दा ठुलो रेडियो छ दाइ एउटा त्यो पहिला दाइ पहिला एउटा 90s को छ के अरे बाउले जाँतेको जग्गा बेचेर किने गरे रेडियो हो त दाइ पुरानो रेडियो छ त्यतिखेर रेडियो भनेको त खतरा अरे नि रेडियो बोक्ने बुढहरू हिरो थियो पहिला त्यतिखेर खोइ कति जग्गा बेचेर दाइ जग्गा बेचेर के गर मैले सुनेको क्या छ क्या अझै स्टिल त्यो रेडियो क्या त्यो टाइममा फेरि खतरा हुन्थ्यो भने नि त यो पनि टिपाले राखिरहेको रहेछ अनि यत्रो छ क्या दाइ यत्रो टाइपको रेडियो छ होइन 3 पिस वालै छ कि अत्र 3 पिस भन्नाले नि 1 पिसै हो दाइ होइन तर त्यो लुक्समा चाहिँ 3 पिस जस्तो देखिन्छ नि टक्क यता स्पिकर त्यस्तो चाहिँ होइन फेरि एउटा सिङ्गल यस्तै टाइपको तर ठुलो खालको त्यो चक्का हाल्ने खालको छ चक्का हाल्ने पनि छ अस्तिसम्म बजिरहेको थियो अहिले त्यो उयो भइसक्यो क्या बनायो भने त बज्छ होला तर त्यो ल ठिकै छ अब आजको गफहरू यहीँ टुङ्गाइदिउँ होला होइन भाइ ठिक छ दाइ यार गफ भन्दा हामीले उयो भन्दा नि यसो रमाइलो टक्क रमाइलो गरे दाजुभाइको कुरा यसरी नभए पनि थुप्रो भएको थियो होइन कति पछि पनि कति पछि भेटेको जस्तो पनि लाग्छ क्या मलाई दाइको टक्क मैले अघि दाइलाई भिडियो देखाउँदै थिएँ ह्याप्पी तिहार भनेर माला लाएर होइन उयो दाइको घर अगाडि क्या दाजुभाइ अगाडि क्या है ठिक छ त्यस्तो कुराहरू कति भएको छ पहिला होइन दाइहरू टक्क च्यानललाई सब्सक्राइब गरिदिने लाइक सेयर हान्दिने टक्क होइन अरू त्यो के भन्नु त्यही हो टक्क यस्तो सपोर्ट गरिदिनु बिस्तारै अब दामी अरू सोहरू पनि दामी आउँछ होइन मैले अरू सोचिरहेको छु अलिक धेरै कुरा सोचिरहेको छु अलिक गएपछि लङ टर्मै जाउँ भन्नु त्यही दाइ जानुपर्छ त्यही त हो नि दाइ ए साँझ जाँदै भाइलाई मैले एउटा सानो यो त अब सुरुको त सुरु नै हो होइन मैले धेरै गर्नु सकिनँ भाइलाई मैले एउटा सानो गिफ्ट दिएको छु ल भाइ ठिक छ हेरिदिनु न गिफ्ट भनेको फेरि मलाई दाइ सानो ठुलो भए पनि टक्क दाइकोबाट एउटा यसो च्यानलबाट तिमीलाई गिफ्ट छ चेकआउट हान्नु दाइ मलाई फेरि टी सर्ट व्हाइट टी सर्ट यस्तो दामी लाग्छ दाइ टक्क के लेखेको छ हौ दाइ यहाँ फेरि अब ठिक ल अगाडि हेरौ न बवाल छ त यो टक्क मेरो गन बोकेको फोटो रहेछ यो चाहिँ फेक गन हो फेरि होइन रियल पनि छ दाइ होइन रियल पनि छ दाइलाई एकदम धन्यवाद टक्क यो लिरिक्स मलाई दामी लाग्यो हैन यही लिरिक्स राख्दियो म हैन यो उयो गरेर राख्छु क्या दाइ म यो लाउँदिन कि सजाएर राख्छु टक्क पछि बुढो हुँदाखेरि फेरि यस्तो दामी हुन्छ नि त दाइ हैन टक्क गरेर त मेमोरिज यो भिडियो हेर्दै क्या जे कुरा पनि टाइम गइसकेपछि त्यो चीज पनि आफूसँग छ भने त्यो कुरा चीज भएर जाँदै रहेछ क्या हैन चीज भएर जान्छ ल आजलाई यस्तो भयो थ्यांक यू दाइलाई टक्क ल थ्यांक यू दाइलाई थ्यांक यू द लोको
लो कोच 00 ल ठिक छ आजको सो हामी टुङ्गाइदिन्छौँ एभ्रीबडी दामी भयो ठिक छ ल एभ्रीबडी गुड एनर्जी नै हराइसक्यो दाइ गुड नाइट गुड नाइट सबैजनालाई लो कोच लडाकहरूले डाङ्गोहरू हेरिदिनु होला बुझिदिनु होला कुराहरू के छ मिलाएर बुझ्नु नि हैन ल गुड नाइट बाई